ओके ल सम्पूर्ण साथीहरूलाई आजको क्लासमा मैले एकदमै स्वागत गर्न चाहन्छु र आजको हाम्रो क्लास चाहिँ तपाईँहरूलाई मैले जुन गण्डकी प्रदेश विशेष भनेर 5 दिनमा 5वटा सेट है 5 दिनमा 5वटा सेट र लगभग चाहिँ तपाईँको 80वटा क्वेसन जति छलफल गराउने भनेर जुन मैले लक्ष्य लिएर तपाईँलाई क्लास सञ्चालन गरेको गर्ने भनेको थिएँ जुन मेरो कमिटमेन्ट थियो र त्यो कमिटमेन्टको आज हामी चाहिँ लास्ट डेमा छौँ है। र केही क्वेसनहरू केही साथीहरूको छुटपुट क्वेसनहरू पनि केही साथीहरूले पठाउनु भएको छ, केही साथीहरूले चाहिँ मैले पठाएको नोटै नहेरी पनि पठाउनु भएको छ क्वेसन, जस्तै अर्ग्यानिक एग्रिकल्चरको कुरा सोध्नु भएको छ होइन। जो मैले अगाडि तपाईँलाई भनिसकेको छु है, जो अगाडि सुरुकै क्लासमा मैले गराइसकेँ त्यस्तो कुराहरू पनि सोध्नु भएको छ। त्यो भए त्यस्तो कुरा पनि अलिक विचार गर्नु होला है, अलिक विचार गरेर मात्रै, किनभने तपाईँले पढ्नु भएन भने यत्तिकै सोध्ने होइन कि। तपाईँहरूलाई एटलिस्ट मैले चाहिँ योभन्दा अगाडि 4वटा सेटको क्वेसन एन्सर सल्भ गरेर पठाइदिइसकेको छु होइन। त्यो सल्भ गरेको पठाइदिइसकेको कुरा चाहिँ तपाईँहरूको लागि रेफरेन्स मेटेरियल हो। त्यसको आधारमा हेर्ने अनि त्यसको आधारमा लेख्नुपर्छ कि लेख्नुपर्छ। नलेखन जाने भनेर जाने जस्तो भएर मात्रै इक्जाममा लेख्न सकिँदैन साथीहरू है। त्यो भएर एकचोटि मजाले लेख्नु पर्यो, त्यसको लागि लेख्नलाई पढ्नु पर्यो। त्यो पढ्नु भएको छैन, त्यही नपढ्या हुनाले जस्तो लाग्छ तपाईँले केही क्वेसनहरू मलाई चाहिँ रिपिटेड क्वेसनहरू पनि सोधिदिनु भएको छ है। ओके, सिट प्रोडक्सन गण्डकी सिलेबसमा छ, के लेख्नुपर्छ सिट प्रोडक्सनमा 5 मार्क्समा। सिट प्रोडक्सनको कुरा म समेट्छु। मैले सिट प्रोडक्सनको कुरा भोलिको क्लासमा है, तपाईँले सिट प्रोडक्सनमा के लेख्ने भन्ने कुरा चाहिँ मैले भोलिको क्लासमा जुन तपाईँहरूले दिएको चाहिँ क्वेसन एन्सरहरू प्लस अरू छुटपुट विषयहरू छन् त्यसलाई राखेर करिब 20-22वटा जति क्वेसनको चाहिँ मैले राखिदिएको छु। त्यहाँ चाहिँ विभिन्न हिसाब सहितको विषय होइन, त्यो कुरा चाहिँ म भोलिको क्लासमा राखिदिन्छु है तपाईँहरूलाई। तुलनात्मक लाभमा पहिचानका बालीहरूको कुरा, त्यसपछि आएर बिसी रेसियोको जुन क्वेसन पठाउनु भएको छ नि त्यो पनि अलरेडी मैले सल्भ गरेर राखिदिइसकेको छु र त्यसको कुरा म भोलि तपाईँलाई ब्रिफिङ गर्छु है। ल त्यति कुरा मैले भने। अब यहाँ जोडिनु भएको सम्पूर्ण साथीलाई एकदम वेलकम छ, स्वागत छ। र फेरि पनि अब साथीहरू जोडिने क्रम जारी पनि होला, जोडिँदै पनि जानुहुन्छ, ठिक छ। अब साथीहरू जोडिने क्रममा जारी हुँदै गर्छ र आजको मैले तपाईँलाई 11 बजेको समयमा तपाईँहरूलाई मैले यो सेट चाहिँ 5को चाहिँ क्वेसन पठाएको थिएँ र जम्मा 7जना साथीले मात्रै गरेर पठाउनु भएको छ। र त्यो चाहिँ अब यदि हेर्न नपाउनु भएको है, पढ्न नपाउनु भएकोलाई साथीहरू फेरि कतिपय सरकै क्लासमा पढौँ भन्ने पनि हुन्छ। त्यो भावनाले हामी चाहिँ पहिलो म तपाईँहरूलाई क्वेसन एन्सरको बारेमा हामी छलफल गर्छौँ अनि त्यसपछि बल्ल तपाईँहरूको चाहिँ रिभ्यूको बारेमा, तपाईँहरूको लेखेको रिभ्यूको चाहिँ बल्ल गर्छु है त। आज म त्यही भएर आज मेरो मोडल थोरै फरक हुन्छ। पहिलो मैले लेखाइदिएकै कुराहरू तपाईँलाई पढ्नु भएन कि है। ल अहिले ठिक छ, अहिले यो सकियो भने लास्टमा म गरौँला है। अनि त्यसै गरी आएर पहिलो क्वेसन है, पहिलो क्वेसन मैले तपाईँलाई के राखेको थिएँ भन्दाखेरि कृषि विकासमा है, कृषि विकासमा यो क्वेसन एकदम पूर्वाल क्वेसन है। कृषि विकासमा सरकारी, सहकारी र निजी क्षेत्रको भूमिका उल्लेख गर्दै महिला र युवाहरूलाई सहभागी बढाउन के कस्तो उपायहरू चाहिँ अप्नाउनु पर्छ भनेर पहिलो प्रश्न तपाईँलाई यो प्रश्न राखेको थिएँ। त्यसकै दोस्रो प्रश्न चाहिँ गण्डकी प्रदेशको कृषि क्षेत्रको प्रमुख सम्भावना के छ, समस्या के छन् र चुनौतीहरू के छन् भनेर दोस्रो प्रश्न यो कुरा राखिदिएको थिएँ है। त्यसै गरी तेस्रो प्रश्न भनेको तरकारी तथा फलफुल बालीलाई वनस्पतिक र उपयोगिताका आधारमा वर्गीकरण गरी उदाहरण दिनुहोस् भनेर तेस्रो प्रश्न यो कुरा राखेका थिएँ है। र त्यसै गरी चौथो प्रश्न भनेको चाहिँ गण्डकी प्रदेशमा पुष्प र सजावटी बालीको व्यावसायिक महत्त्व र गण्डकी प्रदेशमा यसको सम्भावना के छन् भनेर त्यो प्रश्न राखिएको थियो है। त्यसरी पाँचौँ प्रश्न चाहिँ कृषि प्रसारमा इन्डिभिजुअल मेथड, ग्रुप मेथड र मास कन्ट्याक्ट मेथडको बिचको फरक छुट्याउँदै तिनको उपयुक्तता बारेमा लेख्ने, त्यसको के छ उपयुक्त, त्यो प्रश्न राखेका थिएँ भने। छैटौँ नम्बरको प्रश्न भनेको कृषिमा लैङ्गिक मूल प्रभावीकरण अथवा जेन्डर मेन स्ट्रिमिङको भन्नाले के बुझिन्छ र कृषि विकास कार्यक्रममा त्यसको आवश्यकता उल्लेख गर्नुहोस् भनेर चाहिँ छैटौँ यो प्रश्न राखेका थिएँ भने। त्यसरी सातौँ प्रश्न अब अहिले भर्खर गण्डकी प्रदेश इक्जाम दिन जाने हुँदाखेरि चाहिँ तपाईँको राष्ट्रिय कृषि नीति 2061कै सोध्छ, त्यो अलि अगाडिको कुरा हो। अब 83 भोलिको क्लासमा म तपाईँलाई 83को कुरा राखिदिन्छु, किनभने यो पछि आउने क्लासको लागि। अब अहिलेलाई चाहिँ 61 इम्पोर्टेन्ट रहन सक्छ भनेर राष्ट्रिय कृषि नीति 2061का प्रमुख उद्देश्यहरू जुन 3टा उद्देश्य, त्यसपछि आएर यसले लिएको प्राथमिकता र कृषि क्षेत्र रूपान्तरणलाई गरेका नीतिगत व्यवस्थाहरू के छन् भनेर यो प्रश्न राखिदिएको थिएँ मैले अलिकति लङ क्वेसनमा है। र त्यसै गरी 8 नम्बरमा सुन्तलाको फलफुल व्यावसायिक चाहिँ त उत्पादनको लागि बगैँचाको स्थापना, त्यसपछि बिरुवाहरूको रुट स्टक कस्तो हामीले छनौट गर्ने, त्यसै गरी मल खादको कुरा, सिँचाइ, इन्टरक्रपिङ, ट्रेनिङ, प्रुनिङ र बगैँचाको चाहिँ स्वस्थ चाहिँ व्यवस्थापन चाहिँ तपाईँको वर्णन गर्नुहोस् भनेर यो चाहिँ सुन्तला जातको भनेर हर्टिकल्चरबाट यो क्वेसन मैले तपाईँलाई राखेको थिएँ है।
र त्यसै गरी आएर यसको सेक्सन बी तर्फ चाहिँ तपाईँहरूलाई गण्डकी प्रदेशमा अप्नाउन सकिने प्रमुख बाली चक्रहरू, क्रप रोटेसनहरू के बाली चक्रहरू के छन्, क्रप साइकलहरू, त्यो कुरा। त्यसपछि यसलाई उल्लेख गर्दै उपयुक्त बाली चक्रका फाइदाहरू लेख्नुहोस् भनेर यो चाहिँ क्रप के प्याटर्न छ त्यो कुरा लेख्न पर्यो, बाली चक्रहरू लेख्न पर्यो होइन। र सँगसँगै यो चाहिँ यसका फाइदाहरू, क्रप रोटेसनका फाइदा के हुन सक्छन् भनेर यो कुरा लेख्नु पर्यो भनेर राखेका थिएँ। त्यसै गरी आएर बिउको परिभाषा दिए असल बिउका गुणहरू, बिउको परिभाषा दिएर असल बिउका गुणहरू लेख्ने र चाहिँ बिउ प्रमाणीकरण पद्धति र यसमा रहने स्तरहरू है। जुन बिउ प्रमाणीकरण पद्धति भनेर दुई किसिमको पद्धति छन्, त्यसमा रहने स्तरहरूको बारेमा लेख्नुहोस् भनेर यो क्वेसन राखेका थिएँ। त्यसै गरी 11 नम्बर, यो पनि एकदमै सोधिरहने क्वेसन है। तपाईँको चाहिँ सीताके च्याउको वैज्ञानिक नाम उल्लेख गर्दै यसको उत्पादन लागि आवश्यक आधारभूत वातावरण र उत्पादन प्रक्रिया, जुन काठहरूको सिलेक्सनदेखि ल्याएर जुन कुराहरू छ त्यो कुराहरू राख्नुहोस् भनेर राखेका थिएँ है। त्यसै गरी आएर 12 नम्बरमा बालीको शत्रुजीव व्यवस्थापन है। बालीको शत्रुजीव व्यवस्थापनमा प्राकृतिक शत्रु र लाभदायक जीवहरूको है, यो नेचुरल एनिमी, प्रेडेक्टर र चाहिँ तपाईँ लाभदायक जीवनहरूको भूमिकाको उदाहरणसहित स्पष्ट गर्नुहोस् भनेर अर्को यो चाहिँ आइपिएमको पर्सपेक्टिभबाट यो क्वेसन राखिदिएको थिएँ। त्यसै गरी आएर कृषि उत्पादनमा कम्पेरिटिभ एडभान्टेज, तुलनात्मक लाभ भनेको के हो र भौगोलिक सम्भाव्यता है। कम्पेरिटिभ एडभान्टेज भनेको जुन अगाडि हामीले सुनिताजीले कुरा पनि गर्नुभएको थियो, हुन त तपाईँले बेनिफिट कस्टको कुरा गर्नुभयो होइन। हो, अब तुलनात्मक लाभको पहिचान कम्पेरिटिभ एडभान्टेज के हो होइन। र यसलाई चाहिँ जोग्राफिकल चाहिँ तपाईँको पोटेन्सियल भन्नाले के बुझिन्छ भनेर चाहिँ के बुझिन्छ भन्ने, र यो चाहिँ बाली वस्तु छनौटमा त्यसको उपयोग, यो कम्पेरिटिभ एडभान्टेज र चाहिँ तपाईँको जोग्राफिकल एडभान्टेज अथवा जोग्राफिकल पोटेन्सियल सम्भाव्यताले यो क्रप सिलेक्सनमा के भूमिका खेल्छ भन्ने कुरा हो है। त्यसै गरेर 14 नम्बर क्वेसनमा चाहिँ डिजिटल सोइल म्याप भनेको के हो त है। जुन हामीले अहिले पछिल्लो चरण डिजिटल सोइल म्यापको कुरा गरिरहेछौँ र चाहिँ हाम्रो यो नार्क अन्तर्गत चाहिँ तपाईँको यो चाहिँ नार्कले चाहिँ डिजिटल सोइल म्याप पनि बनाइरहेको छ विभिन्न प्रोभिन्सहरूको चाहिँ ल्याबहरूको कोअर्डिनेसनमा समन्वयमा होइन। यसको चाहिँ तपाईँको यो भनेको के हो त। अनि माटो व्यवस्थापन है, माटो व्यवस्थापन तथा मलको सिफारिसमा यसको उपयोगिता के हुन्छ है, यसको चाहिँ तपाईँको युटिलिटी के हुन्छ त्यो कुरा लेख्नु पर्यो होइन। र त्यसै गरी आएर गहुँको उन्नत चाहिँ उत्पादन प्रविधि अथवा गहुँको चाहिँ अब बिउको कुरा पनि गर्नुभएको साथीहरूले, मैले बिउको कुरा यसमा चाहिँ खालि यो चाहिँ तपाईँले खेती उन्नत प्रविधि भनेर जान्नुभयो भने बिउ उत्पादन कुरामा चाहिँ यसमा चाहिँ 2-3वटा कुरा मात्रै थप्नुपर्छ कि। त्यो 2-3वटा कुरा के हो भन्दा एउटा कुरा चाहिँ तपाईँको हामीले बिउको चाहिँ स्रोत बिउको कुरा हामीले ख्याल गर्नु पर्यो। दोस्रो कुरा चाहिँ 3 मिटर र चाहिँ तपाईँको 3 मिटर आइसोलेसन डिस्टेन्स कुरा याद गर्नु पर्यो। र त्यसपछि आएर गहुँको चाहिँ खराबाली निरीक्षण होइन। हो, यति कुरा चाहिँ याद गर्नुभयो भने अरू कुरा चाहिँ यही नै मिल्छ। अब यहाँ चाहिँ बेसिकली गहुँको उत्पादन प्रविधि, उपयुक्त जातका कुरा, जमिनको तयारी, बिउ दर, बिउ उपचार, मलखाद, सिँचाइ, झारपात रोग होइन, किरा व्यवस्थापन र कटानी समस्या क्रमबद्ध रूपमा वर्णन गर्नुहोस् भनेर खेती प्रविधिको बारेमा चाहिँ यो कुरा चाहिँ राखियो होइन। र अन्तिममा माटोको उर्वरा शक्ति निर्धारणमा अर्ग्यानिक म्याटर, सियान रेसियो, राइजोबियम, एजोटोब्याक्टर र ब्लू ग्रेन एल्गी जस्ता सूक्ष्म जीवहरूको भूमिका व्याख्या गर्दै जैविक मलको महत्त्व लेख्नुहोस् भनेर चाहिँ 10 नम्बरमा यो क्वेसन चाहिँ मैले तपाईँहरूलाई राखेँ है। अब यहाँ धेरैजना साथीहरूले अब कतिपय साथीहरूले, एकजना साथीले 21 पेज भने चाहिँ लगभग सबै त लेख्नु भएको छैन होइन। केही साथी जस्तै यहाँको यो साथीले चाहिँ सबै लेख्नु भएको छ होइन। केही साथीले सबै गर्नुभएको छ, केही साथीले सबै गर्नुभएको छैन होइन। त्यो भावना मेरो चाहना के सबैले गर्नुहोस् भन्ने, जस्तै 11 पेज मात्र लेख्नुभयो होइन, कमै लेख्नु भएको छ, सबै लेख्नु भएन। स्वस्तिकाजीले लगभग लेख्नु भएको छ। त्यस्तै गरेर आएर चाहिँ तपाईँको ओके, अब यो कसको हिजोभन्दा अलि अलि सिधा लेख्नुहोस् भनेको अलि थोरै हाम्रो सायद यो समथिङ यादवजीको हो जस्तो लाग्छ होइन। अनि आएर चाहिँ तपाईँको यहाँ अर्को साथीले पनि लेख्नु भएको छ, जम्मा 9 पेज मात्र लेख्नुभयो भनेको सबै लेख्नु भएन होइन। त्यसपछि आएर चाहिँ अर्को साथी चाहिँ को हुनुहुन्छ, उहाँले पनि सबै लेख्नु भएन है। त्यो भएर सबै तपाईँले लेख्नु भएको छैन। अब भनेको तपाईँहरू रिटर्नप्रति अझै कमिटेड हुनुहुन्न साथीहरू है। रिटर्नको कुरा मैले बार बार भनिरहेको छु। रिटर्नमा तपाईँले कमिटेड वेमा लेख्नु भएन भने, तपाईँले आफ्नो लागि हो भनेर सोच्नु भएन भने तपाईँको रिटर्नको तयारी चाहिँ तपाईँको पुग्दैन, बार बार भनिरहेको छु होइन। त्यो भावना रिटर्नको तयारी चाहिँ अलिकति विशेष ढङ्गले गर्नु पर्यो है। ओके, अनि त्यसपछि अब मैले अर्को यहाँ तपाईँलाई मैले भन्न खोजेको कुरा, अब यहाँ तपाईँहरूको यो हेरेर तपाईँलाई इन्डिभिजुअली मैले तपाईँलाई चाहिँ धेरैचोटि अब लगभग 3 दिन जति भनौँ न, 3 दिन जति तपाईँलाई के कमजोरी छ, के सुधार्नु पर्ने भन्ने कुरा चाहिँ भनिसकेको छु। अब त्यो कुरा सुधार भएको छ कि छैन अहिले सरसर्दै हेरौँला होइन। अनि कन्टेन्ट के पुगेको छ पुगेको छैन भन्ने कुरा चाहिँ अब तपाईँहरूले पनि त्यहाँ कपीमा लेख्नु भएको छ
यही कपीमा लेखेर बस्नु भएको छ। अब तपाईँले कपीमा लेखेर बसेको अनुसार यो मैले यहाँ राखिदिएको कन्टेन्ट छ, त्यो कन्टेन्ट मिलेको छ कि छैन त्यो कुरा चाहिँ तपाईँहरूले चेक गर्नु पर्यो है। त्यो कुरा तपाईँले चेक गर्नु पर्यो। त्यो भावनाले मैले आज तपाईँहरूको सुरुमा मैले तपाईँहरूको कपी चेक नगरिकन है, तपाईँहरूको सुरुमा तपाईँको कपी चेक नगरिकन मैले यहाँ राखिदिएको कुरा है, अथवा मैले तपाईँलाई के लेख्नुपर्छ भन्ने जुन कुरा छ त्यसको बारेमा चाहिँ म तपाईँलाई ब्रिफिङ गर्छु है। त्यसको बारेमा मैले तपाईँलाई चाहिँ ब्रिफिङ गर्छु। अनि त्यो ब्रिफिङ गरिसकेपछि त्यो चाहिँ तपाईँ है, त्यो चाहिँ तपाईँलाई राम्रै हुन्छ है। त्यो भावनाले ओके, त्यो भएको हुनाले मैले तपाईँलाई आज त्यो नगरिकन तपाईँलाई मैले यसमा चाहिँ ब्रिफिङ गर्छु। त्यति कुरा मैले भने है। ल, अब तपाईँलाई मैले आज दिएको जुन तपाईँलाई आज दिएको मैले जुन 16वटा है, आज दिएको जुन तपाईँलाई 16वटा क्वेसन छ अथवा एक सेट क्वेसन छ। अब यो एक सेट क्वेसनको लेख्ने सम्भावित कन्टेन्टको बारेमा है, कन्टेन्टको बारेमा म तपाईँलाई जानकारी दिन्छु। र यो कन्टेन्टको आधारमा तपाईँहरूले आफूले को मिलेको छ कि छैन त्यो कन्टेन्ट चाहिँ तपाईँहरूले हेर्नुहोला। अब बाँकी तपाईँको फर्मेटिङको कुरा, शुद्ध शुद्धिको कुराहरू चाहिँ म यो सकिसकेपछि अनि त्यहाँ चाहिँ हेर्छु है त। हुन्छ, ल त्यति कुरा मैले भने। अब यहाँ कन्टेन्ट चाहिँ मैले तपाईँलाई अलिक धेरै नै दिन्छु। अब तपाईँले यो कन्टेन्टबाट एक्सट्र्याक्ट गरेर तपाईँले को चाहिँ 5 नम्बरको क्वेसनलाई 5 देखि 6 मिनटभित्रमा है, 5 देखि 6 मिनटभित्र लेख्नु पर्यो होइन। र 10 नम्बर कोलाई चाहिँ मेरो यो कन्टेन्टबाट चाहिँ 10 देखि 12 मिनटभित्रमा लेख्ने गरेर संक्षिप्त रूपमा एक्सट्र्याक्ट गरेर चाहिँ लेख्न पर्यो है। कन्टेन्ट मैले अलिक बढी नै राख्दै हुन्छु, त्यति कुरा मैले यहाँलाई जानकारी गराएँ है। अब पहिलो प्रश्न तपाईँलाई के राखेको थिएँ भनेर भन्दाखेरि कृषि विकासमा सरकारी, सहकारी र निजी क्षेत्रको भूमिका भनेको, अब हामीले सहकारी क्षेत्रको भूमिका पनि छुट्टै लेख्नु पर्यो, सहकारी क्षेत्रको पनि लेख्नु पर्यो, निजी क्षेत्र पनि भूमिका लेख्नु पर्यो, र साथै अर्को चाहिँ महिला तथा युवाको सहभागिता कुरा पनि लेख्नु पर्यो है। अब 5 नम्बरको क्वेसन छ। अब जस्तै यहाँ हेर्नु, सहकारी क्षेत्रको भूमिका 1, सरकारी क्षेत्रको 2, निजी क्षेत्रको 1 गरेर चाहिँ एक गरेर चाहिँ 1 नम्बर 1 नम्बर 1 नम्बर गरेर चाहिँ यो 3 नम्बर क्वेसन हो। अब यो चाहिँ 2 नम्बर भनेपछि 3+2को कुरा छ। यही 3+2 का कुरा छ। त्यो भयो हुनाले अब थोरै इन्ट्रोडक्सनको पार्टमा तपाईँले लेख्न पनि सक्नुभयो अथवा लेख्न पनि नसक्नुभयो, किनभने कन्टेन्टै धेरै छ। त्यो भयो भने यस्तो पार्टमा अलिक धेरै टाइम नदिइकन अब लेख्नुहुन्छ भने जस्तै कृषि क्षेत्रको दिगो व्यावसायिक र प्रतिस्पर्धी विकासका लागि सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयतात्मक भूमिका चाहिँ आवश्यक हुन्छ। त्यसै गरी है, त्यससँगै कृषि उत्पादन, प्रशोधन, बजारीकरण, उद्यमशीलतामा महिला र युवाको सक्रिय सहभागिता बढाउन सके कृषि क्षेत्रको उत्पादन, रोजगारी आयमा वृद्धि गर्न सकिन्छ भनेर जस्ट ओपनिङ पार्ट राखिदिनुहोस्। अब जस्तै यहाँ यसको टपिक नमिल्ने भावनाहरू मैले विषय प्रवेश भनेर राखिदिएको छु है। टपिक नमिल्ने भावनाले मैले विषय प्रवेश भनेर राखिदिएको। अनि त्यसपछि आएर कृषि विकासमा विभिन्न चाहिँ क्षेत्रको भूमिका है, विभिन्न क्षेत्रको भूमिका के छ त, जस्तै चाहिँ सरकारी क्षेत्रको भूमिका। अब सरकारी क्षेत्र भन्दै विशेष गरेर के हो, सरकार काम भनेको नीति, ऐन, नियम, योजना तथा कार्यक्रमको तर्जुमा गर्ने र कार्यान्वयन गर्ने, एकदम नछुटाउने कुरा है। नीति पनि सरकारले बनाउँछ, ऐन पनि सरकारले बनाउँछ, नियम पनि बनाउँछ, योजना पनि बनाउँछ, कार्यक्रम पनि बनाउँछ, र बनाएर त्यसको कार्यान्वयन, तर्जुमा र कार्यान्वयन गर्ने काम कसले गर्छ, सरकारले नै गर्ने भयो। त्यसै गरी आएर कृषि अनुसन्धान, प्रसार, तालिम, प्राविधिक सेवा लगायत चाहिँ उपलब्ध गराउने कुरा। त्यसै गरी आएर कृषि सडक है, सिँचाइ, कृषि सडक, बजार, विद्युत भण्डार जस्ता पूर्वाधार विकास गर्ने काम पनि कसले गर्नु, सरकारले नै गर्ने भयो। त्यसै गरी गुणस्तरीय बिउ, मल, कृषि यन्त्र, बिमा, सहुलियतपूर्ण कर्जा पनि सरकारले नै गर्ने भयो। कृषि उपजको गुणस्तर नियन्त्रण, क्वारेन्टाइन र बजार नियमन पनि कसले गर्छ, सरकारी क्षेत्रबाटै हुन्छ होइन। लक्षित अनुदान र सामाजिक समावेश कृषि कार्यक्रम सञ्चालन गर्ने पनि के हुन्छ, सरकारी क्षेत्रमै हुन्छ। अब तपाईँले यो कुरा 1 नम्बरको लागि लेख्नु पर्ने छ भने बढीमा 2-3वटा पोइन्टहरू लेख्नुहोस्। अब तपाईँले यहाँ ख्याल गर्नु होला है, 2-3वटा पोइन्ट लेख्ने क्रममा पनि जस्तै तपाईँले चाहिँ अनुसन्धान गर्ने, प्रसार गर्ने भन्ने टाइपको मात्रै पोइन्ट बनाउनुहुन्छ कि हो, त्यसमा चाहिँ एउटै लाइनमा पनि अलिक धेरै कन्टेन्ट राखेर कसरी गर्न सकिन्छ भन्ने कुरा ख्याल गर्नु पर्यो कि है। एउटै कन्टेन्टमा पनि है, एउटै टपिकमा पनि अलि धेरै कन्टेन्ट, जस्तै यहाँ हेर्नु त, कृषि नीति, ऐन, नियम, योजना तथा कार्यक्रममा तर्जुमा गर्ने सबै कुरा समेटिने। अब दोस्रो हेर्नु त, कृषि अनुसन्धान, प्रसार, तालिम र प्राविधिक सेवा उपलब्ध गराउने। अब हेर्नु त, पूर्वाधारमा सिँचाइ, कृषि सडक, बजार, विद्युत गिर भण्डार, पूर्वाधार विकास भने धेरै कुरा कन्टेन्ट समेटियो कि नै हो। यस्तो टाइपले कन्टेन्ट चाहिँ वान लाइनर स्टेटमेन्टमा पनि धेरै कन्टेन्टहरू समेट्ने गरेर लेख्नु होला। नत्र धेरैजना फेरि के लेख्नुहुन्छ भने सिँचाइको विकास गर्ने एउटा पोइन्ट, कृषि सडक गर्ने अर्को पोइन्ट, बजार विकास गर्ने अर्को पोइन्ट, विद्युत गर्ने अर्को, भण्डार गर्ने, यहीलाई चाहिँ 5वटा 6वटा पोइन्ट बनाउनुहुन्छ। अब तपाईँलाई संक्षिप्त रूपमा लेख भन्यो भने है, संक्षिप्त रूपमा लेख भनेर भन्दै गर्दाखेरि चाहिँ तपाईँले यो कुरा चाहिँ विचार गर्नुपर्छ
है। त्यो भएर एउटै पोइन्टमा धेरै कन्टेन्ट है एकदम खदिलो तरिकाले ओजिलो तरिकाले भन्छ नि हो कसरी लेख्न सकिन्छ भन्ने कुरा यो कुराहरू चाहिँ विचार गर्नु पर्यो है। यो चाहिँ सरकारी क्षेत्र, किनभने हामीलाई एक नम्बरको कुरा एक नम्बर मात्रै आउने छ यसमा, अनि चिज पनि दिनु पर्यो, नम्बर पनि नकाटोस् कि। त्यो भएर जुन 3.5 नम्बर आउँछ भन्ने मान्छेलाई पनि मुखमा चाहिँ झापड हान्ने गरेर चाहिँ यो लेख्न पर्यो कि। अब उसले कसरी यसमा यति लेखेपछि कसरी त्यसले चाहिँ 3.5 नम्बर दिन्छ त नि। नम्बर त खोसेर ल्याउने हो नि, कम्तीमा 4.5 नम्बर त दिने गरेर ल्याउने हो नि, खोसेर ल्याउने भन्छु कि म चाहिँ। नम्बर दिने मागेर ल्याउने होइन कि खोसेर ल्याउने भन्छु कि। त्यही भएर नम्बर खोज्ने तरिका चाहिँ यो है, एकदम गहकिलो ओजिलो होइन शब्द लेख्ने भन्छ नि हो यो कुरा। अनि यहाँ दोस्रो चाहिँ तपाईँको सहकारी क्षेत्रको भूमिका हेर्नु त। सहकारीको सहकारी भूमिका के भने साना कृषकलाई सङ्गठित गरी सामूहिक उत्पादन तथा बजारीकरणमा सहभागी गर्ने। किनभने साना साना छरेर रहेका मान्छेहरूलाई के गर्ने, सहकारीमा आबद्ध बनाएर उनीहरूलाई चाहिँ प्रोडक्सनमा ह्यान्डलिङ गर्ने, प्रोडक्सनमा सहभागी गराउने, अनि उनले उत्पादन गरेको चिज सङ्कलन गरेर चाहिँ बजारीकरण गर्ने सहकारी बजार मार्फत, त्यो काम हो नि सहकारीको होइन। त्यसै गरी बचत तथा ऋणको परिचालन गरी कृषिमा लगानी बढाउने, त्यसपछि बिउ मल औजार लगायत उत्पादन सामग्री सामूहिक रूपमा उपलब्ध गराउने। जस्तै सहकारी ल्याएर मल पनि बाँड्ने, बिउ पनि बाँड्ने होइन। जस्तै मल त अब सहकारी बाहेक अरूले मलै बाँड्न नपाउने अवस्था छ होइन। त्यो काम के हो, सहकारीको भूमिका हो। त्यसपछि उत्पादनको चाहिँ उपसङ्कलन गर्ने, ग्रेडिङ भण्डारण प्रशोधन बिक्रीमा सहजीकरण गर्ने होइन। कृषकको मोल मोलाइ क्षमता अथवा चाहिँ कृषकको बार्गेनिङ क्यापेसिटी बढाउने होइन। हो यो कामहरू चाहिँ कसले गर्ने भयो, सहकारी क्षेत्रले गर्ने भयो है। त्यसै गरी आएर निजी क्षेत्रको भूमिका। अब निजी क्षेत्रको भूमिका प्राइभेट सेक्टरले के गर्न सक्छ, जस्तो कृषिको उत्पादन गर्ने काम, प्रशोधन, प्याकेजिङ, भण्डारण र बजारीकरणमा लगानी गर्ने होइन। जुन चाहिँ प्राइभेट सेक्टरमा रहेका उद्योगहरू व्यवसायहरू हुन्छन् उनले यस्तो किरामा लगानी गर्ने। त्यसै गरी आधुनिक प्रविधि, त्यसै गरी आधुनिक प्रविधि, त्यसै गरी कृषि यान्त्रिकरण नव प्रवर्धनमा विस्तार गर्ने, कृषि सामग्री सेवा र बजारमा विकास गर्ने। जस्तो एग्रोभेट मार्फत चाहिँ के है, एग्रोभेट मार्फत कृषि सामग्रीहरूको सेवा र बजार सञ्जाल निर्माण गर्ने, करार खेती कन्ट्र्याक्ट फार्मिङ मार्फत मूल्य श्रृङ्खला विकास र रोजगारीको सिर्जना गर्ने। त्यसै गरी कृषि उपजको आन्तरिक अथवा बजार निर्यात गर्ने भनेर तपाईँलाई मैले यो चाहिँ विशेष गरेर 10 नम्बरको लागि हुने गरेर यो कन्टेन्ट राखिदिएको छु मैले। अब तपाईँले यसमा इम्पोर्टेन्ट पोइन्टहरू मात्र राखेर चाहिँ तपाईँको के गर्नु पर्यो, यो कुरा लेख्नु पर्यो है। यसबाट तपाईँको निजी क्षेत्रमा 3टा कुरा, अनि आएर सहकारी क्षेत्रको 3टा कुरा, र चाहिँ तपाईँको सरकारी क्षेत्रको 3टा कुरा भनेर त्यहाँ 9वटा पोइन्ट यसबाट तानेर लेख्नु पर्यो। ताकि चाहिँ 3मा 3नै नम्बर दिन बाध्य पार्ने कि। है चेक गर्ने मान्छे 3मा 3नै नम्बर दिन बाध्य पारेपछि एटलिस्ट तपाईँ 3वटा सक्नु भने 2-2वटा पोइन्ट त लेख्न सक्नुहुन्छ। 6वटा पोइन्ट लेख्नु भयो भने 0.5 एउटालाई 0.5 एउटालाई है, यस्तो ओइडिलो यस्तो चाहिँ पोइन्टहरू लेख्नु भने त नम्बर नदिए त अब सुकै छैन नि। हेर्नु त कृषि नीति ऐन नियम योजना कार्यक्रम तर्जुमा कार्यान्वयन गर्ने, कृषि अनुसन्धान प्रसार तालिम प्रविधि सेवा उपलब्ध गराउने, पूर्वाधारमा यो चिजहरू गर्ने भनेर यस्तो ओइटिलो कुरा लेख्नुभयो भने नम्बर नदिए त सुकै छैन होइन। हो त्यो कुरा लेख्न पर्यो। अनि आएर यो प्रश्नको दोस्रो कन्टेन्ट चाहिँ जुन 2 नम्बर भनेर भनेको छु मैले हो। अब महिला र युवाहरूलाई सहभागी बढाउन के उपाय अपनाउन सकिन्छ त है। महिला र युवाहरूलाई कृषिमा आकर्षण गरेर के गर्न सकिन्छ भन्ने प्रश्न छ है। त्यसमा महिलाले हेर्नुहोस् त, महिला र युवाहरूलाई लक्षित सिपमूलक तालिम र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने। त्यसै गरी सहुलियतपूर्ण कर्जा, सबै कुरा एक ठाउँ जोड्ने है। यहाँ पनि हेर्नुहोस् त मेरो पोइन्टहरू, सहुलियतपूर्ण कर्जा यहाँ राखेँ, बिमा, अनुदान तथा स्टार्टअप पुँजीमा प्राथमिक दिने। हेर्नु त, एउटा पोइन्ट, 2टा पोइन्ट, 3टा पोइन्ट, 4वटा पोइन्ट, 5वटा पोइन्ट चाहिँ एउटैमा आएको छ कि। हो यसरी खदिलो तरिकाले ओजिलो तरिकाले लेख्ने भन्छ नि हो, यो तरिका हो, यो टुल्स हो है। त्यसै गरी आएर भूमिमा पहुँच, करार खेती र सामूहिक खेतीको अवसर बढाउने, आधुनिक कृषि प्रविधि, यान्त्रिकरण, डिजिटल कृषि सेवामा चाहिँ के गर्ने, पहुँच विस्तार गर्ने। त्यसरी कृषि उद्यम प्रशोधन बजारीकरणमा महिला युवा समूह सहकारीलाई के गर्ने, प्रोत्साहन गर्ने। सफल कृषि उद्यमीका नमुना है, त्यसै गरी पुरस्कार, व्यवसाय परामर्श र बजार सुनिश्चितता के गर्ने, प्रदान गर्ने होइन। र अन्तमा निष्कर्ष भनेर चाहिँ अब यो जरुरी छैन पनि छ पनि। अब टाइम छ भने तपाईँले लेख्ने, टाइम छैन भने नलेख्ने होइन। हो यो हिसाबले मैले जुन यो कन्टेन्ट तपाईँलाई राखेँ, यो कन्टेन्टलाई तपाईँले 5 देखि 6 मिनटभित्रमा, 5 देखि 6 मिनटभित्रमा तपाईँले लेख्न पर्यो है। हो यो लेखियो भने चाहिँ हुन्छ है, नत्र चाहिँ हुँदैन। ओके, अब नेटको इस्यु हुनसक्छ। अब तपाईँले मैले कन्टेन्ट यहाँ दिएको छु, कन्टेन्ट चाहिँ बुझ्नुहोस् है। कन्टेन्ट यहाँ दिएकै छु, कन्टेन्टको कुरा बुझ्नु, नेट ठिक छ, नेटको कुरा अर्कै कुरा भयो है। भनेको मैले लेखेको कुरा त बुझ्नु भएको छ नि। हो यो हिसाबले तपाईँले लेख्नु पर्यो पहिलो क्वेसनको एन्सर है। त्यसै गरी आएर हामी दोस्रो प्रश्नमा जान्छौँ। अब दोस्रो प्रश्नमा अब गण्डकी दिने साथीहरूलाई स्पेसल्ली यो चाहिँ इम्पोर्टेन्ट कुरा।
अब गण्डकी प्रदेशको है, गण्डकी प्रदेशको कृषि क्षेत्रका प्रमुख समस्या र चुनौतीहरू के रहेका छन् है, गण्डकी प्रदेशको कृषि क्षेत्रका प्रमुख समस्या र चुनौतीहरू के छन्, त्यो कुरा चाहिँ हामीले के गर्नु पर्यो, त्यो कुरा चाहिँ हामीले लेख्नु पर्यो है। अब यहाँ पनि तपाईँलाई के लेख्यो, प्रमुख सम्भावना कुरा लेख्न पर्यो, समस्या लेख्नु पर्यो, चुनौती, तिनवटा पार्टमा ख्याल गर्नु पर्यो है, तिनवटा पार्टमा सम्भावना, समस्या र चुनौती। अब थोरै इन्ट्रोडक्सनको पार्ट चाहिँ मैले यहाँ राखिदिएँ, तर तपाईँले नलेख्दा पनि हुन्छ है, यहाँ मैले राखिदिएँ, तपाईँले नलेख्दा पनि हुन्छ, किनभने कन्टेन्ट नै यति धेरै छ कि तपाईँले सम्भवै छैन कि, कन्टेन्ट यति धेरै कि सम्भवै छैन होइन। जस्तो चाहिँ अब यहाँ थोरै मैले इन्ट्रोडक्सनको रूपमा यहाँ राखिदिएको छु, जस्तै हिमाल पहाड तराई भित्री मधेसमा फैलिएको भौगोलिक तथा कृषि जलवायु विविधता गण्डकी प्रदेशको चाहिँ के हो, प्रमुख विशेषता हो। यस विविधता कारण खाद्यान्न, फलफुल, तरकारी, मसला, पशुपन्छी र उच्च मूल्यका कृषि वस्तुको उत्पादन, कृषि पर्यटन विकासको राम्रो सम्भावना रहेको छ। तथापि खेतीयोग्य जमिन बाँझो रहने, श्रमको अभाव, कमजोर बजार, जलवायु परिवर्तन जस्ता समस्याले अपेक्षित कृषि विकास हुन सकिरहेको छैन। र गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले पनि उत्पादन, उत्पादकको व्यवसायीकरण, बजार, कृषि श्रमिकको उपलब्धतालाई प्रमुख सवालको रूपमा चाहिँ औँलाएको छ भनेर जस्ट तपाईँले के गर्नुभयो, इन्ट्रोडक्सनमा यति कुरा राख्नुभयो है, इन्ट्रोडक्सनमा यो कुरा राख्नुभयो। ल, अनि त्यसै गरी आएर अब यसको चाहिँ तपाईँको यो चाहिँ तपाईँ गण्डकी प्रदेशको प्रमुख सम्भावना है। अब सम्भावना के छ, मैले यहाँ पनि यसमा पनि तपाईँहरूलाई यो चाहिँ कहिलेकाहीँ यस्तो क्वेसन हुन्छ 10 नम्बर पनि आउँछ है, त्यो भावनाले मैले 10 नम्बरलाई पुग्ने गरेर कन्टेन्ट राखिदिएको छु यहाँ है। जस्तै गण्डकी प्रदेशको कृषि क्षेत्र प्रमुख सम्भावना के छ, जस्तै भौगोलिक हावापानीको विविधता भएकोले उष्णदेखि शीतोष्णसम्मका विभिन्न बालीहरू उत्पादन गर्न सकिन्छ भनेको। अब हामीले चाहिँ तपाईँको तराईको हाम्रो गण्डकी प्रदेशको चाहिँ नवलपुरको चाहिँ तराईदेखि ल्याएर हाम्रो मुस्ताङको स्याउसम्म लाउन सकिन्छ है, नवलपुरमा धानदेखि लिएर मुस्ताङमा स्याउसम्म फलाउन सकिन्छ। त्यो हो गण्डकी प्रदेशको चाहिँ तपाईँको पोटेन्सियलिटी है, सम्भावना हो, त्यो कुरा आउनु पर्यो। त्यसै उच्च मूल्यका बालीहरू जस्तो चाहिँ मध्य पहाडमा सुन्तला, कागती, कफी, अदुवा, बेसार, अलैँची, तरकारी, बिउ उत्पादन लागि एकदम सम्भावना। मनाङ, मुस्ताङ लगायत क्षेत्रमा चाहिँ स्याउ, ओखर, आलु लगायत शीतोष्ण फलफुलको सम्भावना। मध्य पहाडी क्षेत्रमा सुन्तला, फलफुल, मौरी पालन, बाख्रा पालनको एकदम सम्भावना। दुध, मासु, अन्डाको कुरा पनि भइ नै हाल्यो। कृषि भने फेरि तपाईँको दुध, मासु, अन्डा सबै पर्छ है, त्यो भएर मैले यो कुरा पनि राखिदिएको। अनि त्यसपछि आएर पोखरा लगायतको क्षेत्रमा कृषिलाई चाहिँ तपाईँको कृषि पर्यटन, अर्ग्यानिक उत्पादन र स्थान विशेष कृषि उपजको चाहिँ बजार चाहिँ यी विस्तार गर्न सक्ने एकदमै सम्भावना। त्यसरी कृषि उपजको प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ र निर्यात प्रवर्धनको अवसर होइन, लगायत सहकारी, निजी क्षेत्र, अनुसन्धान संस्था, स्थानीय तहसँग साझेदारी गरी आधुनिक कृषि चाहिँ तपाईँको विकास गर्न सकिने। त्यसै गरी प्रदेशले स्याउ विस्तार, अर्ग्यानिक खेती, यान्त्रिकरण, कृषि पशुपन्छी आदिकरणलाई समेत चाहिँ के छ, प्राथमिकता दिएको छ। यो चाहिँ यसको चाहिँ के हो, पोटेन्सियलिटी हो गण्डकी प्रदेशको। अब दोस्रो लाइनमा चाहिँ समस्या। अब यति पोटेन्सियल हुँदाहुँदै केही इस्यु पनि छन्, त्यो समस्याहरू के छन् त भन्दा जस्तो खेतीयोग्य जमिनको खण्डीकरण र बाँझो रहने प्रवृत्ति छ है, युवा विदेश पलायनका कारण कृषि श्रमिकको अभावको अवस्था देखिन्छ। त्यसै गरी अरू गुणस्तरीय बिउ, मल, सिँचाइ, कृषि यन्त्र, प्रविधि सेवामा चाहिँ के छ, पहुँच चाहिँ तपाईँको त्यति छैन। त्यसै गरी पहाडी भू बनाउनुको कारणले गर्दा यान्त्रिकरण तथा यातायात सुविधामा चाहिँ सीमित, एकदम लिमिटेड पहुँच छ होइन। त्यसै गरी कृषि उपजको सङ्कलन, भण्डारण, शीत भण्डारण, प्रशोधन, व्यवस्थित बजारको कमी रहेको छ। त्यसै गरी आएर चाहिँ तपाईँको अब समस्या चाहिँ तपाईँको बाँदर होइन, बँदेल लगायत वन्यजन्तुबाट बाली चाहिँ अब सबभन्दा मान्छेलाई अहिले ठुलो च्यालेन्ज चाहिँ यो छ हेर्नुहोस् होइन। यो चाहिँ यसका चाहिँ प्रमुख समस्याहरू छन् है। अब यो चाहिँ तपाईँको यो चाहिँ समस्या भयो। अब यसका चुनौतीहरू होइन हो, अब चुनौती के छन् त भन्दाखेरि अब कहिलेकाहीँ समस्या र चुनौती एकै ठाउँ लेख्न पनि सक्छौँ होइन, र कहिलेकाहीँ यो चुनौती र फरक पनि लेख्न सकिन्छ। र बेसिक चाहिँ के हो भने समस्या र चुनौतीमा एउटा डिफ्रेन्स छ कि, एउटा मेजर डिफ्रेन्स के हो भने बेसिकली समस्या चाहिँ समाधान योग्य हुन्छ हेर्नु साथीहरू है, समस्या चाहिँ समाधान गर्न सकिने खालको हुन्छ। चुनौती भन्यो भने त्यो समस्या, त्यो चुनौतीलाई तपाईँले पार गर्न सक्नुहुन्न, चुनौतीलाई अवसरको रूपमा अरू ठाउँमा बदल्न सक्नुहुन्छ कि है। चुनौती कुरा के हो, जस्तै हाम्रो भौगोलिक विकटता चाहिँ के हो, चुनौती हो। नेपालको भूगोल चाहिँ के हो, चुनौती हो। तर अब यो चुनौतीको हुने क्रममा जस्तै भौगोलिक विकटता हुँदै गर्दाखेरि पनि त्यहाँमा पनि केही न केही हामीले राम्रो चाहिँ तपाईँको जस्तै मनाङ मुस्ताङमा धान हुन्न त्यो एउटा कुरा छ, तर स्याउ फलाउन सकिन्छ नि त, त्यो हाम्रो अवसर छ नि होइन हो। त्यो कुरा हामीले बुझ्न पर्यो होइन। त्यो भएर चुनौतीलाई तपाईँले तत्काललाई चाहिँ समस्या समाधान गर्न सक्नुहुन्न, तर त्यसको विकल्पमा अरू कुरा चाहिँ गर्न सक्नुहुन्छ, त्यो चाहिँ चुनौतीहरू हो है। त्यसरी चाहिँ बुझ्नु होला। र कहिलेका समस्या र चुनौतीलाई सँगसँगै लेख्ने पनि चाहिँ प्र्याक्टिस छ त्यो कुरा है। ओके, अब प्रमुख चुनौतीहरू जस्तो चाहिँ
निर्वाहमुखी कृषिलाई व्यावसायिक प्रतिस्पर्धी र बजारमुखी बनाउनु चाहिँ तपाईँको चुनौती भइरहेको छ होइन। जति नै हामीले व्यावसायिक बनाउन खोजे भने, जति नै प्रतिस्पर्धी बनाउन खोजे पनि, जति नै बजारमुखीको कुरा गरे पनि अझै हामी त्यो बनाउन सकिरहेको अवस्था छैन होइन। त्यसै गरी आएर कृषिमा युवा आकर्षण बढाई बाँझो जमिनलाई पुनः उपयोगमा ल्याउने कुरामा चुनौती छ। त्यसै गरी आएर जलवायु परिवर्तन, यो ठुलो चुनौती। जलवायु परिवर्तन, अनियमित वर्षा, खडेरी, पहिरो, रोग किराको जोखिमलाई न्यूनीकरण गर्न पनि एकदम चुनौती छ। जति प्रयास गरेर पनि हामीले सम्भव भइरहेको छैन होइन। त्यसै गरी उत्पादन लागत घटाई कृषकलाई उचित मूल्य सुनिश्चित बजार चाहिँ उपलब्ध गराउनु पनि चुनौती छ। त्यसै गरी आएर कृषि कर्जा बिमा लगानीमा चाहिँ सहज चाहिँ तपाईँको सहज पहुँच चाहिँ बढाउनु, त्यो कुरा पनि चुनौती भइरहेको छ। र त्यसै गरी आएर उत्पादनदेखि प्रशोधन तथा बजारीकरण बजारसम्म चाहिँ प्रभावकारी कृषि मूल्यको श्रृङ्खला विकास गर्न पनि के छ, चुनौती छ भनेर यो कुरा मैले तपाईँलाई यहाँनिर राखिदिएँ होइन। हो, अब साथीहरूले यसको बेसिसमा रहेर है, यसको बेसिसमा रहेर तपाईँहरूले चाहिँ के गर्नु पर्यो, यसको बेसिसमा रहेर तपाईँहरूले चाहिँ 5 देखि 6 मिनटभित्रमा 5 देखि 6 मिनटभित्रमा एक्सट्र्याक्ट गरेर है, एक्सट्र्याक्ट गरेर चाहिँ के गर्नु पर्यो, तपाईँहरूले राख्नु पर्यो है। है ओके, एक्सट्र्याक्ट गरेर के गर्नु पर्यो, सबैमा चाहिँ के गर्नु पर्यो, यो कुरा चाहिँ तपाईँले लेख्नु पर्यो है त। अब कन्टेन्ट मैले तपाईँहरूलाई दिएँ है, कन्टेन्ट मैले राखिदिएँ, के लेख्नु पर्ने रहेछ, के टपिक फ्रेक्सन गर्नुपर्ने रहेछ भन्ने कुरा मैले तपाईँलाई भने। जस्तै बेसिकली रिटर्न भन्दा बित्तिकै के कुरा बुझ्नुहोस् भने, क्वेसनले के मागेको छ है, क्वेसनले के सोधेको छ, अनि त्यो क्वेसनले सोधेको कुरामा नम्बरिङ कसरी विभाजन भएको छ भन्ने कुरा चाहिँ एकदमै केयरफुल हुनुपर्छ। किनभने यो चाहिँ तपाईँको क्वेसन चेक गर्ने मान्छेलाई कस्तो तरिकाले सोधिरहेको हुन्छ भने, क्वेसन चेक गर्ने मान्छेलाई तपाईँको यो चाहिँ तपाईँको कसरी कसरी नम्बर दिने भनेर चाहिँ पहिला प्रि दिएको हुन्छ कि। त्यो भनेर जस्तै यहाँ चाहिँ हेर्नुभयो भने प्रमुख सम्भावनाको कुरा लेखेको छ कि लेखेको छैन हेर्छ मान्छेले, समस्याको कुरा लेखेको छ कि नै, चुनौती कुरा लेखेको छ, यो तिनवटा टपिकमा रहेर मान्छेले के गर्छ, क्वेसन हेर्छ कि। नत्र कतिपय साथीले के गर्नुहुन्छ, यही प्रमुख सम्भावना समस्या चुनौतीहरू के छन् निम्न अनुसार छन् भनेर 5वटा 6वटा पोइन्ट लेखेर छोडिदिनुहुन्छ। अब त्यो 5वटा 6वटा पोइन्ट त्यसरी लेखेरको बढी नम्बर आउला कि प्रमुख सम्भावना छुट्टै, समस्या छुट्टै, चुनौती छुट्टै लेखेर आउला भने अभियसली छुट्टा छुट्टै लेखेको कुरामा आउँछ होइन। त्यो कुरा ख्याल गर्नु पर्यो। अनि मुकेश मिश्रजी, इक्जाममा माइन्डमा आउनलाई त घरै यहाँ प्र्याक्टिस गर्नु पर्ने, त्यही कुरा त मैले गराइरहेको छु नि। इक्जाममा माइन्डमा नआउने मान्छे त इक्जाम दिन जाने होइन। इक्जाममा माइन्ड नआउने मान्छे इक्जामै दिन जाने होइन। इक्जाम दिन तपाईँ तयारी भएर जानु पर्यो नि। यतिकै डल्लै गएर हुन्छ इक्जाम? डल्लै गएर हल्लिँदै गएर चाहिँ लिखित पास भएर आउन सकिन्छ? लोकसेवा हो है। तपाईँ ससुराली गएर टिका लाएर आउन गए जस्तो त होइन नि त इक्जाम त। इक्जाम भनेको तपाईँ फुल्ली एकदम लोडेड भएर जाने हो के। ससुराली टिका लाउनु लाए जस्तो गएर चाहिँ तपाईँको जति दक्षिणा दिन्छन् थाहा पाएन आउला टिकै लाउने त हो नि भनेर हुँदैन। क्लियर कुरा मेरो त एकदम स्ट्रङली है। साथै 1 मिनट है, त एउटा काम पर्यो। ओके ल, त्यसै गरी अब तेस्रो प्रश्नमा जाउँ है। अब तेस्रो प्रश्न मैले के राखेको थिएँ भन्दा तपाईँहरूलाई, ओके तेस्रो प्रश्न भनेको अ, तरकारी तथा फलफुल बालीलाई वनस्पति र उपयोगिता आधारमा दुईवटा कुरा, एउटा चाहिँ वनस्पतिको आधारमा, अर्को उपयोगिता आधारमा वर्गीकरण गर्नुहोस् उदाहरणसहित। अब क्लासिफिकेसन गर्ने दुईवटा बेसिसमा चाहिँ तपाईँको क्लासिफिकेसन गर्नु पर्यो। दिनेशजी यस्तो हो, अब तपाईँले थाहा पाउनुभयो कि पाउनु भएन होइन। अब यो क्लास चाहिँ तपाईँले के बुझ्नुहोस् भन्दाखेरि, यो चाहिँ मैले गण्डकी प्रदेशको साथीहरूलाई अलिकति टार्गेट गरेर गण्डकी प्रदेश इक्जाम दिन जाने साथीहरूलाई मात्रै भनेर यो 5 दिनको 5वटा सेटको छलफल गराएको हो मैले होइन। यो अलिकति रिटर्नको चाहियो भनेर अलिकति जो जो जेन्युन साथीहरू हुनुहुन्छ त्यो जेन्युन साथीहरूको लागि मात्र, सबैलाई होइन के।
हुन त फेरि यो क्लास सबैलाई इम्पोर्टेन्ट क्लास हो, तर मैले मेरो टार्गेट चाहिँ गण्डकीको साथीलाई मात्रै टार्गेट गरौँ भन्ने थियो कि, नत्र यहाँ त 10 थरी साथी हुनुहुन्छ, कोहीले कर्णाली चाहियो भन्नुहुन्छ, कोही फेरि बागमती चाहियो भन्नुहुन्छ, कोही लुम्बिनी चाहियो भन्नुहुन्छ, यहाँ त अनेक थरी आउनुहुन्छ। त्यही भएर मैले गण्डकीको लागि माथि साथीहरूलाई मात्रै भनेर गराउन खोजेको क्लास हो यो। र यो आज चाहिँ अन्तिम क्लास भएको हुनाले तपाईँहरूलाई पनि अलिकति यसो आइडिया हुन्छ, सेयर हुन्छ भनेर मैले तपाईँलाई ग्रुपमा राखिदिएको हो कि। अब जो ग्रुपमा हुनुहुन्छ है, जो ग्रुपमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ फाइदा होस् होइन। अब ग्रुपमा नहुने मान्छेलाई त त्यो के मतलब भयो र, मलाई पनि मतलब भएन। जो मसँग चाहिँ जोडिनुहुन्छ, मुकेश सरको ग्रुपमा बसेर के फाइदा पाइन्छ भन्ने साथीहरूको लागि यो क्लास हो के। तपाईँलाई मैले जस्ट फेरि राखिदिएको है। ओके, अब फेरि जता पाए उतै राखिदियो भने साथीहरूको भद्रगोल हुन्छ, त्यो भएर राम्रो हुन्न भनेर मैले नराखेको सबैमा है। अब लुम्बिनीको गराउने कुरा मैले चाहिँ लुम्बिनीको गराउने कुरा चाहिँ के भएको छ भने साथीहरू, म तपाईँलाई यहाँ इन्फर्मेसन पनि सेयर गरेँ। लुम्बिनीको कुरा चाहिँ तपाईँको लगभग हाम्रो यो 20 गतेसम्म चाहिँ म अलिकति व्यस्त व्यस्त छु साथीहरू होइन। 20 गते पछि सायद 21 गतेबाट मेबी 21 गतेबाट तपाईँहरूलाई मैले हिजो पनि कुरा गरेका थिएँ। 1 महिनाको है, 1 महिनाको पुरै सबै 6वटै सब्जेक्ट चाहिँ टपिक मैले लिने गरेर, मैले कभरेज हुने गरेर तपाईँहरूलाई मैले यस्तै जुन मैले अहिले जुन प्याटर्न मैले राखिरहेको छु त्यो प्याटर्नले चाहिँ क्लास गराउँछु। हिजो पनि मैले भनेको थिएँ है। हिजो पनि मैले भनेको थिएँ त्यो प्याटर्न चाहिँ अब यो बाहिर पब्लिक चाहिँ सबै म गर्दिनँ, किनभने सबै साथीलाई जरुरी पनि छैन र त्यो बाहिर पब्लिक गर्न जरुरी पनि छैन, त्यो धेरै कम चासो हुँदो रहेछ। त्यो भएर बरु फी चाहिँ बरु राम्रै फी लिने होइन, करिब चाहिँ तपाईँको करिब करिब तपाईँको चाहिँ लगभग 2500 जति है। हिजो पनि भनेको थिएँ मैले, करिब 2500 जति चाहिँ फी चाहिँ लिने बरु होइन। तर 1 महिनाको एकदम इन्टेन्सिभ खालि रिटर्नमा मात्रै फोकस है, इन्टेन्सिभ रिटर्न मात्रै फोकस हुने गरेर चाहिँ करिब करिब 2500 जति फी लिएर चाहिँ 1 मन्थको है, 1 मन्थको चाहिँ तपाईँको 1 मन्थको विशेष इन्टेन्सिभ क्लास चाहिँ सञ्चालन गर्ने चाहिँ मेरो टार्गेट छ है। अब तपाईँहरूको क्वेरिज कति आउँछ यो चाहिँ मेबी चाहिँ तपाईँको यो 21 गतेबाट होइन। मान्छे चाहिँ धेरै नराख्ने, मान्छे चाहिँ फेरि जम्मा 50जना मात्रै है। मान्छे चाहिँ 50जना मात्रै, किनभने धेरै म राख्दिनँ है। क्वालिटी दिने क्वान्टिटीमा म जोड छैन, मेरो क्वालिटी दिने 50जना राख्ने, 50जनालाई पास गराउने, त्यो टार्गेटले चाहिँ मेरो यो क्लास चाहिँ हुन्छ। अब सबैलाई चाहिँ गर्दिनँ त्यो भावनाले, एकदम 1 दिन 2 दिन है, 1 दिन 2 दिन चाहिँ मात्रै चाहिँ तपाईँको राखेर टाइम राखेर अनि एकदम 50जना मात्र राख्ने अनि 2500 फी लिने, एकदम कमिटेड तरिकाले पढाउने है। त्यो हिसाबले गरिरहेको छु। यो फेरि उता रेगुलर भएकोले पाउनु यसो उसो त्यो चाहिँ दुनियाँ दिवाना चाहिँ कुरा नगर्नु होला होइन। त्यो हिसाबले चाहिँ मैले गराउँदैछु। त्यो भएपछि तपाईँलाई अब लुम्बिनीको यताउति जुन जहाँ जहाँ भन्नुभएको छ त्यो सबैलाई हुने गरेर त्यो क्लासले चाहिँ तपाईँलाई सहयोग गर्छ है। त्यहाँनिर चाहिँ हामी काम गरौँला। अब यो चाहिँ गण्डकी रिटर्न चाहिँ मैले खासै गण्डकीलाई मात्रै फोकस गर्न खोजेको थिएँ होइन। अब यसले चाहिँ अरू साथीहरूको पनि धेरैको साथीहरूको रिटर्न राम्रो रहन्छ, त्यो भावनाले अलिकति गरिदिनु पर्यो भन्ने कुरा आएको हुनाले अब तत्कालै चाहिँ नभ्याएर यो 20-21 पछि मात्रै गराउने त्यो प्लानमा छु। अब जोडिने साथीहरू चाहिँ इन्ट्रेस्टेड हुनुभयो भने म त्यहाँ ग्रुपमा पनि म्यासेज राखौँला। र 50जना मात्रै राख्छु मैले, विद्यार्थी धेरै पनि राख्दिनँ है। 50जना मात्रै राख्छु, धेरै विद्यार्थी पनि राख्दैन, इन्टेन्सिभली गर्ने है। त्यो कुरा मैले यहाँहरूलाई चाहिँ इन्फर्मेसन सेयर गरेँ। बाँकी अब यतातिरै जाउँ है। अब यो तरकारी तथा फलफुल बालीलाई, अब तरकारी तथा फलफुल बालीलाई चाहिँ हामीले वनस्पति र उपयोगिता आधारमा चाहिँ क्लासिफिकेसन गर्ने भन्ने कुरा कुरा छ। ओके ल है। अब त्यो कुरा भयो। अनि त्यसपछि अब यसको थोरै इन्ट्रोडक्सनको पार्टमा चाहिँ अब तरकारी तथा फलफुल बालीले तिनको वनस्पतिको बोटानिकल र खाने प्रयोगको आधारमा चाहिँ वर्गीकरण गर्न सकिन्छ भनेर जस्ट ओपनिङ स्टेटमेन्ट मात्रै लेखिया छ, धेरै कुरो लेखिएन। अब यहाँ तरकारी बालीको वर्गीकरण हेर्नु त अब वनस्पतिको आधारमा भन्यो भने बेसिकल्ली फ्यामिली बेसिस सोलानेसी क्रप भनेको के, कुकुरबेटी भनेको के, अब क्रुसिफेरी भनेको के, लेगुमिनेसी भनेको के होइन, एलएसी लगायतका यो कुराहरू चाहिँ यहाँ चाहिँ राखिदिएको छु। त्यसै गरी उपयोगिता आधारमा होइन, अब जरा खाने बाली गाजर मुलाको कुरा, अनि कन्दमूल अब जरा सखरखण्डको कुरा, अनि त्यसपछि बल्ब प्याज र लसुनको कुरा होइन। अनि मैले हिजो एउटा क्वेसन राखेको थिएँ, तपाईँहरू साथीहरूले धेरैजना मिस्टेक गर्नुभयो। यो मोडिफाइड स्टिम कुन होइन भन्ने मेरो एउटा क्वेसन थियो क्या है। मोडिफाइड स्टिम कुन होइन भन्ने थियो इडेबल पार्टमा। सर यो प्रश्न ग्रुपमा राख्न मिल्छ होइन, ग्रुपमा राख्न मिल्छ, तर यो चाहिँ गण्डकी ग्रुपमा मात्र राख्न मिल्छ, अरूमा मिल्दैन है। किनभने गण्डकी ग्रुपले यो त पैसा पे गरेको क्वेसन हो नि त, तपाईँलाई क्लास फ्रीमा दिएँ अर्कै कुरा भयो, यो त पे गरेको कुरा हो। त्यो भएर गण्डकी ग्रुपलाई मात्रै पाउँछ, अरूलाई पाउँदैन है। अनि यो चाहिँ तपाईँको एमओडिआइएफआइडी मोडिफाइड स्टिम कुन चाहिँ होइन भनेर क्वेसन राखेको थिएँ कि। अब त्यो धेरैजना साथीले बिगार्नु, जस्तै मोडिफाइड स्टिममा तपाईँको पोट्याटो पनि के हो, मोडिफाइड स्टिम नै हो। त्यसै गरी आएर चाहिँ ओएनआइओएन ओनियन पनि के हो, मोडिफाइड स्टिम नै हो हेर्नुहोस् है।
अनि त्यसपछि आएर चाहिँ जिएआर एलआइसी, गार्लिक पनि मोडिफाइड स्टिम नै हो क्या है। अनि धेरैजना साथी झुक्यो, अनि त्यहाँ चाहिँ एएसपिएआरएजियुएस एस्पारागस राखेको चाहिँ हो। एस्पारागसको चाहिँ तपाईँको माथिको टुसा खाने हो कि है। अब यो चाहिँ मोडिफाइड स्टिम नभएर यो चाहिँ तपाईँको स्टिम नै हो कि यो चाहिँ है। कुन चाहिँ मोडिफाइड स्टिम होइन भन्दाखेरि यिनी चाहिँ तपाईँको यो चाहिँ मोडिफाइड स्टिम होइन, यिनी चाहिँ पोट्याटो। ए ढाहान्न एकछिन, मर्दैन तिमीहरू, चुप लाएर बस्ने। यहाँ मेरो नेट गएको छ कि, चुप लाएर बस् त। ओके साथीहरू, यो चाहिँ लाइन गएको कारणले थोरै डिस्टर्ब भयो यसलाई चाहिँ। ओके, ठिक छ, सुन्या छ अहिले, ठिक छ। ओके ल, यहाँ लाइन गयो भने मैले यहाँ डेटा म्यानेज गरिसकेको छु, हाम्रो क्लास चाहिँ कन्टिन्यू जान्छ है। आज लाइनको अलिकति प्रब्लम भइरहेछ। ल च्याट अफ छ त, च्याट त यस्तो साथी, तपाईँले च्याटको कुरा त तपाईँले मलाई डाइरेक्ट पोस्ट मुकेश राम्जाले भनेर च्याट गर्नु न। पब्लिक च्याट अफ गरिदिएको मैले। अब यहाँ मैले अरू साथीलाई पनि लिङ्क दिएको छु, त्यो भएर अनावश्यक साथीहरू तपाईँलाई बोजर गर्नुहुन्छ भनेर मैले च्याट चाहिँ अफ गरिदिएको है। च्याट चाहिँ अफ गरिदिए, अफ भन्नाले पनि तपाईँको डाइरेक्ट पोस्ट बनाइदिएको छु कि तपाईँले मलाई पठाउनु पऱ्यो भने डाइरेक्ट पोस्ट मुकेश राम्जाले भन्नुहोस्, अनि आइहाल्छ है। ल अब यता हामी टु दि कन्टिन्यू गरौँ। अनि त्यसपछि आएर जस्तै फलफुल बालीको वर्गीकरण भनेर यहाँ माथि तरकारी बालीको क्लासिफिकेसनको कुरा गरिदिएँ होइन। र त्यसपछि आएर फलफुल बालीको वर्गीकरणमा चाहिँ तपाईँको अब साधारण फल सिम्पल फ्रुट, त्यसपछि आएर एग्रिगेटेड फ्रुट होइन, त्यसपछि आएर मल्टिपल अथवा कम्पोजिट फ्रुट भनेर चाहिँ यसरी वर्गीकरण गर्ने होइन। त्यसपछि आएर उपयोगिता आधारमा भनेको जस्तै फ्रेस भेजिटेबलको कुरा भयो, त्यसपछि आएर प्रशोधन योग्य भेजिटेबलको कुरा भयो होइन। र त्यसपछि आएर रस अथवा पेय बालीको कुरा भयो, सुक्खा अथवा नटको कुरा, र चाहिँ तपाईँको हाम्रो संरक्षण लागि भनेर यसरी चाहिँ तपाईँको यो क्लासिफिकेसन राखिदिएको छु। यो हिसाबले चाहिँ साथीहरूले हेर्न पर्यो है। यो हिसाबले हेर्न पर्यो, यो कुरा मैले यहाँ राखिदिएँ। अब त्यसै गरी आएर चौथो क्वेसनमा जाउँ है। त्यसै गरी चौथो क्वेसनमा जाउँ। चौथो क्वेसनमा तपाईँहरूलाई चाहिँ गण्डकी प्रदेशमा पुष्प अथवा फुल र सजावट बालीको व्यावसायिक महत्त्व र यसको सम्भावना उल्लेख गर्नुहोस्। अब यो चाहिँ पुष्प र सजावट बालीको चाहिँ व्यवसायिक यसको इम्पोर्टेन्स र अर्को सम्भावना दुईवटा कुरा। जस्तै अस्ति तपाईँलाई गण्डकी प्रदेशमा पनि गुलाब बालीको चाहिँ तपाईँको सम्भावना के छ भनेर चाहिँ सोधिएको थियो नि, हो त्यस्तै गरेर सोधिन सक्छ। त्यो भएर यसको चाहिँ व्यावसायिक महत्त्व अनि अर्को सम्भावना दुईवटा कुरा चाहिँ राखेर चाहिँ यहाँ राखिदिएको छु। अब यो इन्ट्रोडक्सनको पार्ट मैले त्यति धेरै जोड गरिनँ। अब यसको महत्त्वको कुरा गर्दाखेरि जस्तो पुष्प तथा सजावटी बालीको चाहिँ महत्त्व भन्यो भने जस्तै उच्च मूल्य तथा बढी आम्दानी चाहिँ यसको फर्स्ट इम्पोर्टेन्स। अब रोजगारीको सिर्जना कुरा होला, धार्मिक तथा सांस्कृतिकमा चाहिँ उपयोग बढिरहेको छ। त्यसै गरी आएर पर्यटन तथा होटल व्यवसायमा चाहिँ उपयोग छ। त्यसै गरी आएर कृषि उद्यम विकासमा यसको चाहिँ भयो। त्यसै गरी आएर चाहिँ महिला तथा चाहिँ तपाईँको युवा व्यवसायहरूको लागि चाहिँ एउटा अवसर प्रदान गरिरहेको छ। त्यसै गरी आएर चाहिँ आयात प्रतिस्थापन गर्ने पनि के छ हाम्रो चाहिँ सम्भावना छ, तर यसको चाहिँ महत्त्व छ है, यसको इम्पोर्टेन्स, यो कुरा भयो। अब यसको दोस्रो पाटोमा गण्डकी प्रदेश बालीको सम्भावना के गर्न सकिने सम्भावना छ त गण्डकी प्रदेशमा। जस्तो हावापानीको विविधता हेऱ्यो भने तराईदेखि चाहिँ तपाईँको देखि हुनुपर्ने हो भएछ है। तराईदेखि भित्री भित्री क्षेत्रदेखि मध्य पहाड तथा हिमाली क्षेत्रसम्म पनि फरक हावापानी भएकोले विभिन्न किसिमका फुलहरू चाहिँ हामीले उत्पादन गर्न सकिने सम्भावना छ होइन। त्यसै गरी उपयुक्त बालीहरू हेऱ्यौँ जस्तो सयपत्री, मखमली, गुलाब, गेलाडियस, जरबेरा, कार्नेसन, क्राइसेन्थेनियम लगायत विभिन्न फ्लावरहरू हामीले प्रोडक्सन गर्ने सम्भावना छ। त्यसै गरी आएर पोखराको बजार मार्केट हेऱ्यौँ, प्रमुख पर्यटकीय पर्यटन, त्यसै गरी होटल, विवाह, सम्मेलन लगायत विभिन्न कार्यक्रमहरूमा पनि के छ, फुल सजावटको चाहिँ नियमित माग चाहिँ के छ, बढिरहेको छ। त्यसै गरी आएर यो चाहिँ फुलहरूलाई चाहिँ तपाईँको हाम्रो कृषि पर्यटनसँग जोड्न सक्ने सम्भावना अर्को त्यो कुरा पनि छ।
त्यसै गरी आएर संरक्षित चाहिँ खेतीको अवसर जस्तै प्लास्टिक हाउस ग्रिन हाउसभित्र पनि हामीले मौसमी तथा बेमौसमी किसिमका चाहिँ यो फ्लावरहरूको प्रोडक्सन गर्ने सम्भावना छ होइन। त्यसै गरी बजारमुखी र उच्च मूल्य कृषि, अब यो चाहिँ अरू भन्दा पनि के छ, यो चाहिँ अलिकति यसको प्राइस चाहिँ जस्तै एउटै गुलाबको पनि के छ 100 रुपियाँ 200 रुपियाँ 300 रुपियाँसम्म पनि पर्ने कट फ्लावर चाहिँ पैसा पर्ने सम्भावना हुन्छ, एउटा बुके पनि मिनिमम पनि 500 1000मा आउने छ होइन। हो त्यस्तो कुराहरू चाहिँ छ है, त्यो भएर यसको चाहिँ यो पोटेन्सियलिटी छ भनेर यो कुरा चाहिँ तपाईँहरूले राख्नु पर्यो, यो कुरा चाहिँ लेख्नु पर्यो है। यो चाहिँ एकदम मोस्ट प्रोबेबल क्वेसन है। अनि त्यसै गरी अर्को प्रश्न, अब यो चाहिँ कृषि प्रसारबाट अर्को प्रश्न राखेको थिएँ। अब कृषि प्रसारमा अब इन्डिभिजुअल मेथड ग्रुप मेथड र मास मेथडको बिचको फरक छुट्याउँदै तिनको उपयोग लेख्नुहोस् भनेर भनेको छ। अब कतिपय साथीले इन्डिभिजुअली रूपमा चाहिँ सिधै फाइनल्ली चाहिँ तपाईँको यो चाहिँ तपाईँको प्रायः जसोले चाहिँ इन्डिभिजुअल मेथड ग्रुप मेथड मास मेथड भनेर डिफ्रेन्स यहीँनिर यसरी छुट्याएको पनि देख्छु मैले होइन। अब त्यो टाइम अनुसार तपाईँले कसरी म्यानेज गर्नुहुन्छ त्यो कुरा तपाईँले लेख्नु होला। अब यहाँ मैले सरसर्ती अब मैले इन्ट्रोडक्सनको कुरामा गइनँ, सिधै इन्डिभिजुअल कन्ट्याक्ट भन्यो भने बेसिकली प्रसार कार्यकर्ता कृषक बिच प्रत्यक्ष रूपमा एकपटक एकजनासँग चाहिँ सम्पर्क हुने कृषि प्रसारको विधि हो। अब उदाहरण चाहिँ अब फार्म होम भिजिट अफिस कल पर्सनल लेटर टेलिफोन कल व्यक्तिगत परामर्शको कुरा भयो। यो उपयुक्त कस्तोलाई उपयुक्त छ भन्यो भने कृषकको व्यक्तिगत समस्या समाधान गर्नलाई उपयुक्त छ। रोग किरा माटो बाली व्यवस्थापन जस्ता विशिष्ट समस्या निदान गर्न यसले हेल्प गर्छ होइन। नवीन प्रविधि अप्नाउने व्यक्तिगत सल्लाह चाहिँ के हुन्छ आवश्यक हुन्छ। प्रगतिशील अगुवा कृषकसँग के गर्छ यसले चाहिँ काम गर्छ होइन। यो यसको चाहिँ तपाईँको इन्डिभिजुअल कुरा भयो। त्यसै गरी आएर ग्रुपको कुरा भनेर ग्रुप भन्यो भने समान रुचि भएका समस्या भएका सानो वा मध्यम समूहका 20 देखि 30जना कृषकलाई चाहिँ के गर्ने सामूहिक रूपमा सम्पर्क गर्ने विधि हो यो होइन। अब उदाहरण कृषक समूहको बैठक है, त्यसपछि आएर विभिन्न प्रदर्शनका कुरा नतिजा प्रदर्शन तालिम गोष्ठी कृषक भ्रमण यिनी चाहिँ के हुन् यसका चाहिँ इक्जाम्पलहरू भए। अनि यसको उपयोगिता भन्यो जस्तै एउटै विषयमा धेरै कृषकलाई ज्ञान सिपहरू दिनको लागि, सहभागितामूलक सिकाइ र अनुभव आदान प्रदान गर्नको लागि होइन। अनि नयाँ प्रविधिको प्रदर्शन र परीक्षण गर्नको लागि कृषक समूह र सहकारी परिचालन गर्नको लागि के छ यो ग्रुप मेथड एकदमै इम्पोर्टेन्ट छ। त्यसै गरी आएर चाहिँ मास मेथडको चाहिँ एकैपटक ठुलो सङ्ख्यामा छरिरहेका कृषक समक्ष प्रविधिको प्रयोग गरे कृषि सम्बन्धी के छ सूचना पुर्याउने कुरा चाहिँ के हो मास मेथडको कुरा भयो होइन। अब यसको इक्जाम्पल हो रेडियो टेलिभिजनको कुरा, पत्र पत्रिका पोस्टर पम्पलेटको कुरा, मोबाइल एसएमएस सामाजिक सञ्जालको कुरा, कृषि मेला प्रदर्शनी चाहिँ के भयो यसको उदाहरण भयो होइन। अब यसको उपयोगिता के छ त भन्यो भने ठुलो क्षेत्रमा है, ठुलो क्षेत्रमा छिटो सूचना प्रवाह गर्न यसको इम्पोर्टेन्स छ। मौसमी रोग किरा प्रकोप बजार मूल्य जस्ता तत्कालीन सूचना दिन पनि के छ यसको इम्पोर्टेन्स छ। नयाँ कार्यक्रम तथा प्रविधिहरू जनसेवा फैलाउने कुरामा यसको इम्पोर्टेन्स भयो। सीमित समय लागत अथवा लागत चाहिँ तपाईँको सीमित समय र कम लागतमा धेरै कृषकसम्म चाहिँ पुर्याउन सकिन्छ यसको इम्पोर्टेन्स कुरा भयो होइन। यो चाहिँ मैले बेसिकली 3टा कुरा मैले लेखाइदिएँ। अब यसको कम्पेरिजन अब तपाईँले सिधै गएर यति मात्रै लेख्दा पनि हुन्छ इक्जाममा, यति मात्रै लेख्दा पनि हुन्छ। जस्तै यसको माध्यम के हो आधार एकपटकमा एकजना समूहसँग र ठुलो जनसमुदायसँग कृषक सङ्ख्या के हुन्छ थोरै, यसले चाहिँ मध्यम र यसले धेरै कृषकमा माझ पुर्याउँछ। प्रतिक्रिया तत्काल र बढी प्रतिक्रिया हुन्छ। राम्रो ग्रुपको राम्रो हुन्छ होइन। यो चाहिँ मास मिडियामा चाहिँ के हुन्छ प्रतिक्रिया एकदम सीमित हुन्छ होइन। लागत प्रति कृषक के हुन्छ लागत पर कृषक के हुन्छ लागत बढी हुन्छ इन्डिभिजुअलको। मध्यमको के हुन्छ मध्यमै हुन्छ के अरे ग्रुपको मध्यमै हुन्छ। मासको के हुन्छ कम हुन्छ। समस्या समाधान व्यक्तिगत समस्या बढी के हुन्छ इन्डिभिजुअलमा समाधान हुन्छ। ग्रुपको गर्दा सामूहिक समस्या समाधान हुन्छ भने यसमा चाहिँ सामान्य सूचना आउने कुरा भयो, यसले समस्या समाधान त्यति धेरै भूमिका खेल्दैन होइन। सहभागिता के हुन्छ व्यक्तिमा कृषकको सहभागी के हुन्छ उच्च हुन्छ। समूह पनि के हुन्छ उच्च हुन्छ, तुलनात्मक रूपमा चाहिँ कम हुन्छ। अब मास मिडियामा जस्तै मैले तपाईँलाई लिङ्क पठाइदिएँ, अब कोही साथी आउनुभयो कोही साथी आउनु भयो भने त्यो अर्कै कुरा भयो नि त होइन। तर चाहिँ फेरि जो साथीहरू कमिटेड हुनुहुन्थ्यो है, जो साथीहरू चाहिँ गण्डकी ग्रुपमा थियो उहाँहरू चाहिँ आउनुभयो होइन, त्यो अर्कै पाटो भयो होइन। र उदाहरण हेर्नु जस्तै फार्म तथा घरमा भेटघाट नमुना कृषक व्यक्तिगत पत्र चाहिँ के भयो यसका उदाहरण र चाहिँ तरिका प्रदर्शन नतिजा प्रदर्शन समूह छलफल के हो ग्रुपको भयो भने कृषि मेला कृषक दिवस सडक नाटक यिनी चाहिँ के भयो तपाईँको मास मेथडका टुल्सहरू भए भनेर यसरी लेख्नु पर्यो है। यसरी तपाईँले कम्पेरिजन पनि लेख्न सक्नुहुन्छ अथवा मैले तपाईँलाई जुन यो माथि यो मेथड भने यो मेथड पनि लेख्न सक्नुहुन्छ। तपाईँको हात कतिको चल्छ स्पिड होइन तपाईँको चाहिँ आफ्नो कतिको छ त्यो कुराले फरक पार्ने भयो है त। ठिक छ कुरो बुझिरहेको छ बुझ्नु भएको छ नि। ओके अब हुन त यस्तो पढाउँदाखेरि मैले पढाउँदा त सजिलै लाग्छ। अनि जब तपाईँले लेख्न बस्नुहुन्छ अनि त्यहाँनिर अलिकति ज्वरो आउने हो होइन। जस्तै यो साथीले भन्नुभयो नि सर अब यहाँ त सजिलो लाग्छ इक्जाममा गाह्रो हुन्छ भने हो। अब यहाँ सजिलो लाग्ने कुरा इक्जाममा पनि सजिलो लाग्नलाई चाहिँ प्र्याक्टिस गर्नु पर्यो। एटलिस्ट तपाईँले एकचोटि घरमा प्र्याक्टिस गर्नु भएको छ भने हुन्छ
होइन एटलिस्ट तपाईँले एकचोटि पनि घरमा एटलिस्ट एकचोटि पनि घरमा प्र्याक्टिस गर्नु भएको छैन भने उहाँ इक्जाममा गएर क्वेसन हेरेर अनि बल्ल लेख्छु भन्ने पनि हुँदैन है। क्वेसन लेख्छु भन्ने हुँदैन त्यो भावनाले। जस्तो तपाईँलाई मैले त्यो भएर मैले यहाँ गर्न खोजेको भने जस्तो अहिले पनि मैले प्रत्येक दिन 11 बजे चाहिँ क्वेसन पठाइदिने अनि दिनभरि तपाईँले लेख्नुहुन्छ अनि साँझ यसको चाहिँ फिडब्याक गराउने। यसले गर्दा के हुन्छ तपाईँलाई क्वेसन यो आएपछि मैले के लेख्छु भन्ने दिउँसो त तपाईँले सोच्नुहुन्छ नि होइन। त्यो भएर क्वेसन आएपछि फेस गर्ने बानी लाग्यो भने त्यो लेख्ने बानी लाग्यो भने बल्ल हुन्छ कि। अब यहाँ त लेख्ने बानी छैन जम्मा यत्रोमा अब त्यत्रो कति 28-29जना मसँग जोडिनु भएको छ अहिले गण्डकीलाई भनेर जम्मा 7जना मात्रै पठाउनु भएको छ। अनि यस्तो कमिटमेन्टले तपाईँ रिटर्न कसरी तयारी हुन्छ त है। त्यो मध्येमा 7जना मध्येमा चाहिँ 4-5जना मात्रै फुल लेख्नु भएको छ सबैले लेख्नु भएको छैन। अनि कसरी प्रगति हुन्छ हुन्छ हुँदैन त्यो कुरा चाहिँ सुधार गर्न एकदमै जरुरी छ क्या तपाईँको है। त्यो कुरा एकदम विकनेस देखिया छ है। ओके। अब त्यो जस्तै प्रश्न नम्बर 6मा हेरौँ। कृषिमा लैङ्गिक मूल प्रवाहीकरण अथवा जेन्डर मेन स्ट्रिम भन्नाले के बुझ्नुहुन्छ होइन र कृषि विकास कार्यक्रममा त्यसको आवश्यकता उल्लेख गर्नुहोस्। यो जेन्डर मेन स्ट्रिमको गण्डकी एउटा चाहिँ जेन्डर मेन स्ट्रिमको कुरा अनि अर्को एडल्ट लर्निङको कुरा जो गण्डकी मात्रै छ है। यो एकदम इम्पोर्टेन्ट पार्ट छ। निष्कर्ष लेख्नै पर्दा तरिका किन चाहियो तपाईँले निष्कर्ष लेख्नै पर्दा तरिका किन चाहियो भनेको पहिलो कुरो भन्नु न। तपाईँ निष्कर्ष लेखेर पृष्ठभूमि लेखेर नम्बर आउने हो आउने अनि तपाईँ भर्खर क्लास जोइन हुन कहाँ थाहा छ थाहै छैन त नि। मान्छेले बिचको कन्टेन्टको कुरा सिकाएको छैनन् अनि पृष्ठभूमि र निष्कर्ष लेख्न सिकाएर बस्छन् के मान्छे। त्यो पनि कहीँ तरिका हो। इक्जाममा कन्टेन्ट लेखेर नम्बर आउँछ कि निष्कर्ष र पृष्ठभूमि लेखेर नम्बर आउँछ ल मलाई भन्नु त है। इक्जाममा कन्टेन्ट लेखेर नम्बर आउने कि निष्कर्षले नम्बर गभर्न गर्दै गर्दैन। तपाईँ कन्टेन्ट लेख्न भ्याउनु न निष्कर्ष किन चाहियो पहिला तपाईँले कन्टेन्ट लेख्न सिक्नु न निष्कर्ष अनि बल्ल सिकाउँछु म। तपाईँ कन्टेन्टै छैन त निष्कर्ष किन सिकाउनु पर्यो है। उही भन्छ नि बिहा गर्नु कहाँ हो गाउँ तपाईँ त छोरी केयर पाउनुपर्छ भने सिकाउनु थाले चाहिँ हुन्छ हुन्न नि। पहिला बिहा गर्नु पऱ्यो नि छोरी पाउनलाई त। अब बिहा गर्नु भने जागिर गर्नु पऱ्यो अनि बल्ल हुन्छ है। जागिर खाइस बल्ल बिहा छोरी दिन्छन् नत्र कहाँ दिन्छन् है। छोरी पाउनु कहिले कहिले भोटो सिउने अहिले भने जस्तो भयो के। कन्टेन्ट जान्नु छैन कन्टेन्ट पढ्नु छैन अनि निष्कर्ष पृष्ठभूमि किन चाहियो त्यो है। अब गाह्रो नमानेर साथी मेरो भनाइ यही हो हेर्नुहोस् है। जब तपाईँले कन्टेन्ट लेख्नुहुन्छ निष्कर्ष आफै आउँछ। जब तपाईँले कन्टेन्ट लेख्न सिक्नुहुन्छ निष्कर्ष आफै आउँछ है। सिकाउनु केही गाह्रो छैन मलाई होइन तर के सिकाउने लेभल हुन्छ कि चरण हुन्छ कि है। मान्छेले क्वेसन बुझ्नु भएकै छैन क्वेसन कुन क्वेसन के छ ल यसमा ल तपाईँको यसमा यो क्वेसनमा तपाईँलाई बेसिक म भन्छु। जस्तै कृषिमा चाहिँ तपाईँ लैङ्गिक मूल प्रमाणीकरण अथवा जेन्डर मेन स्ट्रिम भन्नाले के बुझ्नुहुन्छ र कृषि विकास कार्यक्रममा यसको आवश्यकता लेख्नुहोस् भन्नु ल। यो 5 नम्बरलाई यो क्वेसन नम्बर बाँड्नु त। यो पहिलो सेक्सनलाई कति नम्बर छ दोस्रो सेक्सनलाई कति नम्बर छ ल नम्बर बाँडेर देखाउनु त मलाई। पहिले थाहा पाउनु पऱ्यो नि। यही कुरा थाहा पाउनु छैन है। ल ल ल यसमा सबै साथीले नम्बर बाँडेर ल डाइरेक्ट कोस्ट मुकेश रामजर पठाउनु त। कृषिमा लैङ्गिक मूल प्रमाणीकरण भनेको भन्नाले के बुझ्नुहुन्छ भन्नेमा कति नम्बर राख्यो होला यो 5मा अनि कृषि विकास कार्यक्रममा त्यसको आवश्यकता उल्लेख गर्नुहोस् भनेर कति नम्बर बाँड्यो होला ल भन्नु त। जजमेन्ट यो हो कि जजमेन्ट यो हो। तपाईँले जब पहिले तपाईँले कसमा कति नम्बर राखेछ भन्ने थाहा पाउनुहुन्छ नि अनि बल्ल तपाईँ लेखाइ आउँछ है। अब कहाँको 1+2+3 हो कति पुग्यो हो अनि हो। अब तपाईँ यहाँ अब यही जजमेन्ट अब यहीँ ल हेर्नु त यहीँ कति जजमेन्ट कति फरक पऱ्यो। कतिले 1+4 भन्नुभएको छ कतिले 2+3 भन्नुभएको छ कतिले 1+2+3 के भने थाहा छैन मलाई के नम्बर दिएको होइन हो। यो बुझ्नु पर्यो। अब बेसिकली हेर्नुहोस् त अब यहाँ कृषिमा लैङ्गिक मूल प्रमाणीकरण भन्नाले के बुझिन्छ जस्तै परिभाषा मात्रै भन्नु भने 1 नम्बर जस्तो हुन्छ। के बुझिन्छ भने पनि अलिकति थोरै लेख्नुहोस् भनेको के अलिकति कम अलिकति बढी लेख्नुहोस् भन्न खोज्छ है। त्यो भएर चाहिँ बेसिकली यो चाहिँ 2+3को क्वेसन हो। यो चाहिँ 2+3को है भनेको इन्ट्रोडक्सनमा चाहिँ तपाईँको है इन्ट्रोडक्सनमा चाहिँ तपाईँको 2 नम्बर है अनि पछाडिको 2+3को क्वेसन हो यो है। कतिले बुझ्नुभयो बुझ्नु भएन होइन हो। त्यो भएर क्वेसनलाई जजमेन्टै गर्न सक्नुहुन्न कि अनि क्वेसनलाई जजमेन्ट गर्न सकेको छैन अनि यो निष्कर्ष खेलेर अनि कहाँ हुन्छ हुन्न नि साथी। ल अब यहाँ हेर्नुहोस् अब यसको एन्सर हेरौँ। जस्तै कृषिमा चाहिँ तपाईँको जेन्डर मेन स्ट्रिम भनेको के हो भने कृषि विकासका नीति योजना कार्यक्रम बजेट कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका हरेक चरणमा
महिला पुरुष तथा विभिन्न लैङ्गिक समूहको आवश्यकता भूमिका पहुँच नियन्त्रण र लाभलाई समान रूपमा समेट्ने प्रक्रियालाई हामीले के भन्छौँ कृषिमा लैङ्गिक मूल प्रभावीकरण जेन्डर मेन स्ट्रिमिङ भन्छौँ। यसको के हो यसको उद्देश्य भनेको कृषि विकासमा प्राप्त अवसर र लाभका आधारमा लैङ्गिक असमानता घटाई समान सहभागिता सुनिश्चित गर्नु चाहिँ के हो यसको प्रमुख उद्देश्य हो। यो चाहिँ 2 नम्बर। अब लैङ्गिक मूल प्रभावीकरणको आवश्यकता के हो त्यसको निड के हो त भन्यो भने समान सहभागिता सुनिश्चित गर्न जस्तै कृषि योजना निर्णय प्रक्रिया समूह सहकारी कार्यक्रम सञ्चालनमा महिला र पुरुषको अर्थपूर्ण सहभागिता गराउनको लागि है स्रोतमा सम्मान पहुँच बढाउन जस्तै भूमि सिँचाइ बिउ मल कृषि यन्त्र ऊर्जा बिमा लगायत कुरामा चाहिँ के गर्ने उनलाई पहुँच सुधार गर्न है निर्णय तथा अधिकार चाहिँ बढाउनको लागि त्यसपछि आएर महिलाको कार्यबोझ घटाउन आय तथा रोजगारी चाहिँ प्रदान गर्न होइन वृद्धि गर्न कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक जवाबदेही प्रवर्धन गर्न खाद्य तथा पोषण सुरक्षामा सुधार गर्न। अब यहाँ तपाईँलाई मैले पोइन्ट पोइन्ट एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा त्यसपछि आएर चाहिँ तपाईँको 7वटा 8वटा पोइन्ट लेखाइदिएछु मैले 8वटा पोइन्ट लेखाइदिएको छु। यो बेसिकली चाहिँ के हो 3 नम्बरलाई 8वटा पोइन्ट लेखेपछि पुग्यो कि पुगेन मजाले पुग्यो। अब यहाँ चाहिँ तपाईँले मैले जस्तो टोटल्ली यस्तो लामो लामो वर्ड चाहिँ लेख्न सक्नुहुन्न त्यो भने एटलिस्ट अगाडिको हेडिङ सहितको कुरा चाहिँ आउनु पर्यो है हेडिङ सहितको कुरा आउनु पर्यो। अब यहाँनिर अर्को अब मैले तपाईँलाई एउटा कुरा भन्दैछु है एउटा कुरा सिकाउँदैछु। अब हेर्नुहोस् है जस्तो यहाँ कृषिमा लैङ्गिक मूल प्रभावीकरण भन्नाले के हो के बुझिन्छ भन्यो दोस्रो चाहिँ यसको आवश्यक उल्लेख गर्नुहोस् भन्यो। अब यहाँ निष्कर्ष हेर्नुहोस् है निष्कर्ष मैले यहाँ के लेखेँ जस्तो कृषिमा लैङ्गिक मूल प्रभावीकरण भन्नाले महिलालाई मात्रै लक्षित कार्यक्रममा सञ्चालन गर्नु नभई कृषि विकासका सबै चरणमा लैङ्गिक दृष्टिकोणले समावेश गर्नु हो। स्रोत अवसर निर्णय र लाभका समान पहुँच सुनिश्चित गर्न सके कृषि विकासमा समावेश न्यायपूर्ण र प्रभावकारी दिगो बन्न सक्छ भनेर निष्कर्ष लेखेँ। भनेको क्वेसनले जे कुरा सोधेको छ नि हो त्यो क्वेसनले लेखेको कुरालाई समग्र त्यसको बुझाइ त्यो प्रति तपाईँको बुझाइ के हो त्यो कुरा लेख्ने र यसलाई पोजिटिभ वेमा यसले सकारात्मक रूपमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चाहिँ इन निष्कर्षमा लेख्ने कुरा हो क्या। ठिक छ मुकेशजी अब मेरै नाम परेछ मेरै मिजु पर्नु भएछ। अब सुन्नुहोस् है अब क्वेसनले जे सोधेको छ त्यो क्वेसनले सोधेको कुरा चाहिँ समग्रमा तपाईँले त्यसको बारेमा के बुझ्नुभयो र त्यसलाई चाहिँ सकारात्मक वेमा यसले कस्तो इम्प्याक्ट पार्छ भन्ने कुरा लेख्ने हो निष्कर्षमा बुझ्नुभयो। र बढीमा 1 देखि 2 लाइनसम्म लेख्न सकिन्छ है धेरै लेख्ने होइन निष्कर्ष। अब यहाँ त्यही कुरा कृषिमा लैङ्गिक मूल प्रभावीकरण भनेको महिलालाई मात्र लक्षित कार्यक्रममा सञ्चालन गर्नु नभई कृषि विकासका सबै चरणमा लैङ्गिक दृष्टिकोणले समावेश गर्नु हो। किन लैङ्गिक मूल प्रभावी भनेको के हो भनेर सोधेको छ नि त्यो हो भनेर लेख्नु पर्यो। अनि दोस्रो आवश्यकता भनेको छ आवश्यकता किन भन्ने कुरा छ नि हो स्रोत अवसर निर्णय लाभ अथवा सम्मान पहुँच सुनिश्चित गर्न सके कृषि विकासमा समावेशी न्यायपूर्ण र प्रभावकारी दिगो बन्न सक्छ भनेर यसको आवश्यकताले यसले के गर्छ यो गर्न सक्छ भनेर दुईटैको थिमलाई कभर गरेर के गर्नुभयो निष्कर्ष लेख्न पर्यो कि निष्कर्ष लेख्ने तरिका यो बुझ्नुभयो। यही निष्कर्ष क्वेसनले जे कुरा सोधेको छ निष्कर्षमा त्यो कुरा थिमको रूपमा समग्र यो पढेर चाहिँ के क्वेसन थियो भन्ने कुरा चाहिँ बुझ्न सकियोस् है त्यो हिसाबले निष्कर्ष लेख्ने हो है त। निष्कर्ष लेख्ने प्याटर्न चाहिँ यो है ल त्यति कुरा मैले भनिदिएँ। अब त्यसै गरी अर्को क्वेसन हेरौँ। अब अर्को क्वेसन चाहिँ तपाईँको अब राष्ट्रिय कृषि नीति 2061 का है प्रमुख उद्देश्य यसको प्राथमिकता र कृषि रूपान्तरणलाई गरिएका विभिन्न नीतिगत व्यवस्थाहरूको वर्णन गर्नुहोस् भनेर मैले 10 नम्बर क्वेसन राखिदिएँ। यो क्वेसन मोस्ट प्रोबेबली क्वेसन हो धेरैचोटि सोध्छ है सोधिरहेको पनि हुन्छ। अब यहाँ चाहिँ तपाईँको विषय प्रवेश भनेर थोरै चाहिँ अब राष्ट्रिय कृषि नीति 2061 को बारेमा अलिकति भूमिका लेख्यो। अब बेसिकली नेपालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक प्रतिस्पर्धा कृषि प्रणालीको रूपान्तरण गरी दिगो कृषि विकास मार्फत जनताको जीवनस्तर सुधार गर्ने दीर्घकालीन सोचका साथ के हो राष्ट्रिय कृषि नीति 2061 जारी गरेको हो होइन। यस नीतिले समग्र कृषिको उत्पादक वृद्धि खाद्य सुरक्षा गरिबी निवारण है त्यसै गरी आएर कृषिमा व्यवसायीकरण र प्राकृतिक स्रोतको संरक्षणलाई चाहिँ के छ प्रमुख आधार बनाएको छ भनेर थोरै इन्ट्रोडक्सनको पार्टमा लेख्यौँ होइन। अब यति धेरै लेख्न सक्नु भएन जस्ट 1 लाइनको रूपमा चाहिँ यो स्टेटमेन्ट चाहिँ लेख्नुहोस् है किनभने यो 10 नम्बरको क्वेसन हो ओपनिङ स्टेटमेन्ट यो दिनुहोस्। त्यसपछि राष्ट्रिय कृषि नीतिका प्रमुख उद्देश्यहरू के छन् भनेर यसको चाहिँ प्रमुख उद्देश्य भनेको यसका 3टा उद्देश्य हुन्। एउटा चाहिँ कृषि उत्पादन र उत्पादकता वृद्धि गर्ने दोस्रो व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गरी क्षेत्रीय र विश्व बजारमा चाहिँ के गर्ने प्रतिस्पर्धा बनाउने होइन र चाहिँ प्राकृतिक स्रोत वातावरण तथा जैविक विविधता संरक्षण समर्थन र सदुपयोग गर्ने चाहिँ के हो यसका चाहिँ तपाईँको प्रमुख नीति हुन्। अब यो नीति यो चाहिँ उद्देश्य जे छ त्यो कुरा टक्कै घोकेरै लेख्नुपर्छ है साथीहरू है। उद्देश्य फेरि आफूलाई मिलाएर लेख्छु भन्ने हुन्न है। धेरैजना साथीहरू के हुन्छ मैले मिलाएर लेख्छु भन्ने हुन्छ नि त्यो मिलाएर लेख्छु भन्ने चाहिँ हुँदैन है जे हो त्यही कुरा लेख्ने हो
मिल्ने भन्ने कुरै भएन है। त्यो कुरा गर्नु पर्यो। अनि त्यसपछि आएर यो नीतिका प्राथमिकताहरू के नीतिका प्राथमिकता छन्, जस्तो चाहिँ तपाईँको स्थानीय सम्भाव्यता र तुलना लाभका कृषि वस्तुको उत्पादन गर्ने कुरा छ, कृषि उत्पादनको व्यवसायीकरण र विविधीकरण, सिँचाइ, कृषि सडक, ग्रामीण विद्युतीकरण र प्रविधि जस्ता चाहिँ पूर्वाधारको विकास गर्ने कुरा राखिएको छ। सम्भाव्य क्षेत्रमा उच्च मूल्यका कृषि वस्तुहरूको पक्कै क्षेत्र निर्माण गर्ने, कम तौल भएका लो भोल्युम हाई भ्यालु प्रोडक्टहरू बनाउने कुरा, साना सीमान्तकी भूमिहीन दलित र कम स्रोत भएका पहुँच भएका किसानलाई विशेष सुविधा र चाहिँ अवसर दिने है, 0.5 हेक्टरभन्दा बढी कम भएकालाई विशेष सुविधा अवसर दिने भनेको छ। अनि महिलाहरूलाई 50% बढी चाहिँ के गर्ने, महिलाहरू चाहिँ कार्यक्रममा सहभागी गराउने कुरा, निजी सहकारी गैर सरकारी क्षेत्रको सहभागिता बढाउने कुरा भयो होइन। कृषि अनुसन्धान प्रसार तालिम दक्ष जनशक्ति विकासको कुरा, प्राकृतिक स्रोत वातावरण र विविध के अरे जैविक विविधताको चाहिँ दिगो व्यवस्थापन गर्ने कुरा, यसका चाहिँ तपाईँ के प्रमुख चाहिँ तपाईँको नीतिका प्राथमिकताहरू भए है। र त्यसै गरी आएर कृषि क्षेत्र रूपान्तरणलाई गरेका प्रमुख नीतिगत व्यवस्थाहरू, अब उत्पादन र उत्पादकता वृद्धिमा के कस्ता राख्ने कार्यक्रम राख्ने भनेका छ त भनेर चाहिँ यो चाहिँ नीतिहरू जुन राखिएको छ त्यो कुरा मैले यहाँ राखिदिएको छु। त्यसै गरी आएर अनुसन्धान प्रसार र गुणस्तरीय कृषि सामग्रीहरू अन्तर्गत आएर के कस्ता नीतिहरू राख्ने भन्ने कुरा चाहिँ यहाँनिर राखिदिएको छु। त्यसै गरी लक्षित वर्गलाई विशेष सुविधा भनेर जस्तै ल्यान्ड ब्याङ्क, भूमि बैङ्कको कुराहरू छ होइन। फुड सेफ्टी नेटहरू बनाएर चाहिँ गर्ने कुरा छ। साना सिँचाइ, ड्रिप लगायतका पानी सङ्कलन लगायतका चाहिँ विशेष सुविधा दिने कुरा छ होइन। त्यसै गरी आएर कृषि व्यवसायीकरणमा है कन्ट्र्याक्ट फार्मिङको कुराहरू, कृषि उपज सङ्कलन केन्द्र, हाट बजार, थोक बजार, बजार सूचना प्रणालीको विकास गर्ने कुरा, प्राङ्गारिक खेती निर्यात योग्य चाहिँ प्राङ्गारिक उत्पादन प्रमाणीकरण प्रवर्धन गर्ने कुराहरू भयो होइन। त्यसै गरी आएर निजी सहकारी क्षेत्रलाई गर्ने विशेष सुविधाहरू, महिला र युवाको लागि प्राकृतिक स्रोत संरक्षणलाई गर्ने होइन, जिन ब्याङ्कको कुरा, इनसितु एक्सिटु कन्जर्भेसनको कुरा, चक्लाबन्दीको कुराहरू होइन लगायत यस्ता कुराहरू के छ, यो चाहिँ राष्ट्रिय कृषि नीति 2061मा गरिएका प्रमुख व्यवस्थाहरू हुन्। त्यो कुरा मैले यहाँ राखिदिएको छु, इक्जाममा त्यो हिसाबले हेर्न पर्यो। अब कृषि नीतिको विशेषता लेख्नुहोस् भने त तपाईँलाई क्वेसन के सोधेको छ कि साथी, 2061को लेख भनेको छ कि 83को लेख भनेको छ, त्यो नभने यति डल्लै क्वेसन त कहाँ सोध्छ त नि। हावा कुरा नगर्नु नि साथीहरू। हो अब आउने लुम्बिनी इक्जाममा चाहिँ 63 83 पढ्ने भनेको छु त मैले है। अब आउने इक्जाममा है यो त मैले गण्डकी प्रदेशलाई बनाइदिएको हो कि, यो त गण्डकी प्रदेशको, तपाईँहरू त यहाँ बोनस वाला क्लास हो तपाईँहरूको है। यो चाहिँ गण्डकी प्रदेशको, किनभने अगाडिकै नीति एउटा सोध्छ, त्यो भावनाले 61को मैले राखिदिएको। अब आउनेमा 83 पढ्ने है। यस्ता सिम्पल कुरा त सोध्ने कुरै होइन कि, यस्ता सिम्पल कुरा सोध्ने आफै बुझ्ने कुरा हो। यत्रो लोकसेवा पढ्ने मान्छे यति कुरा नि बुझ्नुहुन्न, के लोकसेवा पढ्नुहुन्छ है। हो गण्डकी हो, अब गण्डकी कति गण्डकी नदिने पनि हुनुहुन्छ के, हो गण्डकी दिनेवालालाई त मैले 61 राखिदिएको छु नि। क्वेसन 61 भनेर सोधेको छु अस्ति, कसलाई सोधे, 61 भनेर क्वेसन सोध्थ्यो अस्ति है रिसेन्टली है। त्यो भएर अहिलेसम्म त त्यो 3 महिना अगाडिको कुरा हो, त्यो भएर चाहिँ तपाईँको यो ऊ नै सोध्छ है। अब आउने इक्जाममा चाहिँ तपाईँको अब यो 10 गते पछिको इक्जाममा चाहिँ 83 सोध्ला है। त्यही पनि मैले 83को भोलिको क्लासमा मैले 83को बारेमा मैले राखिदिएको छु। भोलिको बारेमा 83को विशेषता मैले राखिदिन्छु है। ल अनि अर्को एकदम मस्ट, अर्को चाहिँ एकदमै धेरैचोटि सोध्न सकिने मस्ट सम्भावित क्वेसन भनेको यो सुन्तलाको है। यो हर्टिकल्चर के अब गोलबेडा सोलबेडावाला सोध्छ कि पनि सुन्तलाको एउटा क्वेसन सोध्छ, 10 नम्बरमै सोध्छ है, एकदम इम्पोर्टेन्ट क्वेसन। अब सुन्तला जातको फलफुलको व्यावसायिक उत्पादनका लागि बगैँचा स्थापना, बिरुवाको रुट स्टक छनौट है, मल खाद, सिँचाइ है, इन्टरक्रपिङ, ट्रेनिङ प्रुनिङ र बगैँचाको चाहिँ तपाईँको ए जनक धामीजी तपाईँलाई रेकर्ड किन गर्नु परेको छ? चाहिने काम गर्नु नि साथी, नचाहिने काम गरेर नबस्नु, म तपाईँलाई आउट गरिदिन्छु है। यस्तो मलाई काम गर्ने मान्छे तपाईँलाई मैले खुरखुर पढाइरहेको छु, तपाईँलाई रेकर्ड किन गर्नु परेको छ, तपाईँलाई म आउट गरिदिएँ। चाहिने काम नगर्ने, नचाहिने काम गर्ने क्या। ल यस्तो बेकुपर मान्छेलाई म चाहिँ आउटै गरिदिन्छु है। मलाई यस्तो चाहिँ पटक्कै रुच्दैन कि यस्तो मान्छेहरू। मैले यहाँ पढाइरहेको छु, म रेकर्ड गर्नु परेको छ, किन रेकर्ड गर्नु पऱ्यो तपाईँलाई? ल अब मजाले बस्नुहोस्। अब कति राम्रो अच्छा खासा क्लास लिन पाउनु भएको थियो नि त है। धेरै जान्ने बाँदर धेरै जान्ने भयो भने के हुन्छ, त्यस्तै हो है। ल अब यसको कुरा है, जस्तै क्रपिङ, अब यसको चाहिँ तपाईँ समग्र खेती प्रविधिको बारेमा है लेख्नुहोस् भन्यो भने अब हामीले के गर्ने त होइन। जस्तो चाहिँ तपाईँको अब विषय प्रवेश भने थोरै, अब 10 नम्बर क्वेसन भयो हुनाले थोरै यसको इन्ट्रोडक्सनको पार्ट चाहिँ लेख्नु। जस्तै सुन्तला, जुनार, कागती निम्बुवा, भोगटे जस्ता चाहिँ तपाईँको सिट्रस फलफुल नेपालका महत्त्वपूर्ण व्यावसायिक फलफुलहरू हुन् होइन। उपयुक्त क्षेत्र
है छनौट अथवा रोगमुक्त कलमी बिरुवा अथवा रुट स्टक सन्तुलित पोषण सिँचाइ नियमित बगैँचाको स्वास्थ्य व्यवस्थापन गर्न सके सुन्तला फलफुलबाट दीर्घकालीन रूपमा चाहिँ के गर्न सकिन्छ उच्च उत्पादन तथा आम्दानी लिन सकिन्छ भनेर थोरै अब इन्ट्रोडक्सन यो कुरा लेख्नुहोस् अथवा गण्डकी प्रदेश सुन्तला बालीको चाहिँ एकदमै राम्रो क्षेत्र हो है एकदम पोटेन्सियल छ यस्तो छ उस्तो छ भनेर त्यो कुरा पनि लेख्न सक्यो होइन अथवा सुन्तलाको चाहिँ अब साइन्टिफिक नेम र यसको चाहिँ यो यस्तो हो भनेर चाहिँ अलिकति त्यो इन्ट्रोडक्सन पार्ट पनि लेख्न सक्नुभयो त्यो त्यो अर्कै पार्ट भयो होइन अब यहाँ तपाईँलाई सिधै के सोध्यो व्यवसाय उत्पादनको लागि बगैँचाको स्थापनाको कुरा सोध्यो रुट स्टकको दोस्रो छनौट है रुट छनौट तेस्रो मलखादको कुरा मलखाद सिँचाइ कुरा इन्टरक्रपिङ ट्रेनिङ भनेर यो जुन जुन टपिक छ नि तपाईँ यो टपिक देखेपछि तपाईँको यहाँ तल पनि त्यो टपिकहरू चाहिँ कभर भएको हुनुपर्छ त्यो कुरा ख्याल गर्नु होला है यो जुन जुन टपिक यहाँ तपाईँले देख्नुहुन्छ यो टपिक चाहिँ तल चाहिँ कभर भएको हुनुपर्छ त्यो कुरा ख्याल गर्नु अब पोइन्ट थोरै धेरै लेख्ने कुरा आफ्नो ठाउँमा छ त्यो तर प्रश्नले सोधेको पोइन्ट चाहिँ मिसिङ हुन्न त्यो कुरा दिमागमा राख्नु होला है प्रश्नले सोधेको पोइन्ट चाहिँ मिसिङ नहुने गरेर चाहिँ तपाईँको त्यो कुरा चाहिँ विचार गर्नु होला है अनि अब जस्तै यहाँ चाहिँ पहिलो बगैँचाको स्थापना भन्ने बित्तिकै चाहिँ अब स्थान माटो हावापानीको कुरा एकदमै जरुरी हुन्छ होइन अब बगैँचा जस्तै चाहिँ स्थान कस्तो हुनु पर्यो माटो कस्तो छ जस्तै पानी नजम्ने राम्रो निकास भएको घाम लाग्ने जमिन छनौट गर्नु पर्यो होइन प्राङ्गारिक पदार्थयुक्त गहिरो दोमट माटो उपयुक्त भएको माटोको उपयुक्त पिएच करिब 5.5 देखि 7 पिएच है सुन्तला लागि सामान्यतया 800 देखि 1500 मिटरको उचाइमा जुनारको लागि चाहिँ 700 देखि 1400 मिटरको उचाइमा र कागजको लागि चाहिँ स्थानअनुसार तल्लोदेखि मध्य पहाडसम्मको गर्न सकिन्छ होइन र त्यसपछि यसमा मैले अब यहाँ एउटा छुटेको छु जस्तै मोहडा है मोहडा चाहिँ कता राम्रो हुन्छ भने चाहिँ तपाईँको उत्तर मोहडा है उत्तर मोहडा भएको चाहिँ के हुन्छ तपाईँको सुन्तला खेतलाई उत्तर उत्तर अझ उत्तर पश्चिम मोहडा है उत्तर पश्चिम मोहडा है तपाईँको उत्तर पश्चिम मोहडा भएको चाहिँ के हुन्छ सुन्तला खेतलाई चाहिँ उपयुक्त हुन्छ हो यो कुरा पनि यसो ख्याल गर्नु होला है यो कुरा पनि थोरै ख्याल गर्ने अनि त्यसै गरी आएर अब यसको रेखाङ्कन अब रेखाङ्कन प्रायः जसो हामीले के गर्छौँ समथर छ भने हामीले स्क्वायर अथवा रेक्टेङ्गलमा हामीले गर्छौँ जस्तै पहाडको भिरालो जग्गा छ भने हामीले के गर्छौँ काउन्टर सिस्टममा है जुन हाम्रो छ यसलाई चाहिँ कन्टुर सिस्टममा हामीले के गर्छौँ यसलाई चाहिँ रेखाङ्कन गर्छौँ होइन त्यसपछि चाहिँ बिरुवा रोप्नुभन्दा करिब 1 महिना अगाडि नै के हुन्छ 2 बाई 2 खाडल खनेर चाहिँ के गर्ने त्यसमा चैत वैशाखमा के अरे त्यसमा चाहिँ आगो लाउने कुराहरू भयो होइन त्यसपछि आएर चाहिँ यहाँ मल माटो राखेर भर्ने कुराहरू होइन अब माथिल्लो माटो पाकेको गोबर मल कम्पोस्ट मिसाइ चाहिँ के गर्ने खाडलहरू भर्ने चैत वैशाखतिर खाडल खनेर होइन ताकि अब जेठ असारको बेलामा हामीले लाउन सकियोस् भन्नको लागि होइन त्यसपछि आएर रोप्ने रोप्ने दूरी कुरा सामान्यतया चाहिँ के हुन्छ वर्षा भने असार भदौमा चाहिँ के भने रोप्नलाई उपयुक्त हुन्छ होइन र सिँचाइ सुविधा थैलामा हुर्केको बिरुवालाई चाहिँ पुस माघमा पनि रोप्न सकिन्छ यदि पोलिपटको बिरुवा छ भने होइन र चाहिँ बिरुवा लाउने दूरी चाहिँ सामान्यतया साढे के अरे 4 देखि 5 4 देखि 5 मिटर दूरीमा लाउन सकिन्छ कागती अलि 3 देखि 4 अब तराईमा अलिक ठुलो लाउन सकिन्छ र चाहिँ जात रुट स्टक माटो भू आकृति अनुसार चाहिँ के गर्नुपर्छ समायोजन गर्नुपर्छ कुन ठाउँको लागि कुन जात उपयुक्त हुन्छ त होइन त्यो कुरा हेरेर चाहिँ जनरलले त्यो कुरा हेरेर गर्नु पर्यो होइन अब स्पेसी कुनै जातहरू नै आउँछ भने जातहरू लेख्दा पनि हुन्छ है ल ठिक छ यो त्यति यसले त्यति धेरै म्याटर गर्दैन कि यो चाहिँ तपाईँको जात अनुसार फरक पर्छ कि है जात अनुसार यसको कति स्पेसिङ गर्ने फरक पर्छ जनरली भनेको त्यही हो है जनरलदेखि 4 देखि 5 देखि 6 नै हो है अब यो चाहिँ तपाईँको जात अनुसार फरक पर्छ कि है ट्याक्कै यो चाहिँ तपाईँको यो एमसिक्यूमा जस्तो लेख्न पर्दैन रिटर्नमा है एमसिक्यू जस्तो ओहो यो चाहिँ तपाईँको भनेर चाहिँ त्यो धेरै दिमाग लाउन पर्दैन है रेन्जमा राख्नु पुग्छ है अनि यहाँ रुट स्टक कस्तो रुट स्टक छनौट गर्ने जस्तै व्यावसायिक बगैँचाको सफलताको मुख्य भनेको चाहिँ के हो स्वस्थ बिरुवा है यदि बिरुवा नै चाहिँ तपाईँको भाइरस जन्ने छ इन्फेक्टेड छ भने चाहिँ के हुन्छ यसले राम्रो रिजल्ट दिन्छ दिँदैन त्यो भएर रोगमुक्त कुरा जान्न पर्यो त्यसको लागि चाहिँ सरकारी अथवा आधिकारिक होइन अथवा दर्ता प्राप्त नर्सरीबाट चाहिँ रोगमुक्त अथवा जातीय शुद्ध कलम बिरुवा छनौट गर्ने अथवा बर्डवुड सर्टिफिकेसन भएको ठाउँबाट मात्रै के गर्ने हामीले छनौट गर्ने करिब 1-2 वर्षको उमेर है अब करिब चाहिँ 1 देखि 2 वर्षको 1 वर्षभन्दा कम उमेरको बिरुवा ल्याउनु हुँदैन के हुन्छ त्यो चाहिँ त्यसको मोर्टालिटी रेट हाई हुन्छ त्यही भएर 1 देखि 2 वर्ष उमेरको स्वस्थ र राम्रो जरा विकास भएको बिरुवा चाहिँ के गर्ने छनौट गर्ने त्यसै गरी ग्रिनिङ तथा भाइरस मुक्त
है मातृ बोटबाट उत्पादन भएको सायन प्रयोग गरेको चाहिँ राख्ने, सकेसम्म जाली घर अथवा सुरक्षित नर्सरी उत्पादन भएको बिरुवाहरू चाहिँ प्रयोग गर्ने होइन। नेपालको पहाडी भूभागमा सुन्दर लागे तिन पाते ट्राइफोलेट प्लस चाहिँ तपाईँको ट्राइफोलेटमा कलमी गरेको रुट स्टक चाहिँ के हो भने एकदम राम्रो हुन्छ, सकेसम्म त्यो कुरा चाहिँ हामीले छनौट गर्नु पर्यो होइन। त्यसपछि आएर मल खादको कुरा पनि आवश्यकता अनुसार चाहिँ यहाँ मल खादको कुरा चाहिँ यहाँ राखिदिएको छ होइन। अब चाहिँ तपाईँको 1 वर्षको लागि चाहिँ तपाईँको 10 केजी, युरिया 88 ग्राम, डिएपी 52 ग्राम, पोटास चाहिँ 58 ग्राम होइन। यो विभिन्न चाहिँ यसको चाहिँ फर्टिलाइजरको रेट छ, त्यो कुरा राख्नु पर्यो। त्यसपछि सिँचाइ व्यवस्थापनको लागि चाहिँ अब तराईको जस्तो क्षेत्र छ अलिकति सम्म छ भने हामीले त्यसलाई के गर्छौँ, ड्रिप इरिगेसन राख्दा हुन्छ। नत्र मध्य पहाडको भिरालो छ भने के छ, हामीले स्प्रिङ्कल सिँचाइको चाहिँ व्यवस्था गर्छौँ। र सिँचाइ भन्ने कुरा चाहिँ आवश्यकता अनुसार फुल लाग्ने, फल सेट हुने अवस्थामा, फल वृद्धि हुने समयमा के गर्नुपर्छ, चिस्यान अभाव हुन नदिकन सिँचाइको व्यवस्था गर्नु पर्यो होइन, त्यो कुरा। त्यसपछि आएर चाहिँ तल जरामा हामीले के गर्नु पर्यो, मल खाद दिएपछि सिँचाइ गर्ने र पराल सुकेको घाँस अथवा झारबाट चाहिँ के गर्ने, मल्चिङ गरी चिस्यानको संरक्षणको व्यवस्था गर्ने होइन। र फेदमा पानी जम्न नदिए ड्रेनेजको कायम गर्न चाहिँ तपाईँको अत्यावश्यक, यो चाहिँ ड्रेनेज राख्नु पर्यो। किनभने अब चाहिँ रुट रटको समस्या बढी हुन सक्छ पानी जम्दा बित्तिकै होइन, त्यो कुरा ख्याल गर्नु पर्यो। र इन्टरक्रपिङ, अब सुन्तला चाहिँ म्याच्योर भएर नफल्ने बेलासम्मको लागि 2-3 वर्षको सुरुको वर्षमा चाहिँ तपाईँको खाली जग्गामा हामीले विभिन्न किसिमका अरू खेतीहरू पनि गर्न सक्छौँ, ताकि सुन्तला असर नगरिकन है। जस्तो चाहिँ अब भट्मा, सिमी, बोडी, केराउ, मसुर जस्ता कोसी बारी लाउन सकियो होइन। लसुन, प्याज, मुला, गाजर लगायत होचो तरकारी बारी लाउन सकिन्छ। यसले गर्दा के हुन्छ, अतिरिक्त आम्दानी पनि हुन्छ, झारपात नियन्त्रण पनि हुन्छ, र कोसी बारी लाइयो भने त्यसले के गर्छ, नाइट्रोजन पनि दिने काम गर्ने भयो। तर बेसिक के ख्याल गर्नु पर्यो भने मूल बोटको जरा चाहिँ रुट जोन चाहिँ सफा राख्ने, अथवा रुट जोनमा चाहिँ नपर्ने गरेर गर्नु पर्यो। पानी तथा खाद्य तत्त्वलाई बढी प्रतिस्पर्धा गर्ने बाली चाहिँ लगाउनु भएन, त्यसले गर्दाखेरि मेन हाम्रो सुन्तला बालीलाई नै असर गर्ला होइन। जस्तै काँक्रो, लौको, घिरौँला आदि मुख्य फलफुल बोटमा लहरा चढ्ने बाली चाहिँ लाउनु हुँदैन। यसले गर्दा त्यो प्लान्टलाई के एक्स्ट्रा बोझ गराइदिन्छ कि, एक्स्ट्रा बोझ गराइदिन्छ। त्यो भएर एक्स्ट्रा बोझ हुने किसिमको त्यस्तो कुरा पनि गर्नु भएन होइन, त्यस्तो काम गर्नु भएन। अब अर्को चाहिँ ट्रेनिङ प्रुनिङ, काटछाँटको कुरा भनेको छ। अब ट्रेनिङ भन्यो भने अब त्यसलाई सेप दिने कुरा भयो। र सेप दिने क्रममा जस्तै सानो अवस्थादेखि बोटलाई बलियो र सन्तुलित संरचना दिनुपर्छ। जस्तो जमिनबाट निश्चित उचाइसम्म चाहिँ के गर्ने, मुख्य काण्ड है, जस्तो जमिनबाट निश्चित उचाइसम्म चाहिँ यो चाहिँ तपाईँ क्लिन राख्ने, अनि माथिबाट बल्ल चाहिँ तपाईँ ब्रान्चिङ हुने व्यवस्था गर्न पर्यो होइन। र चारैतिर फैलिएका 4-5वटा बलिया मुख्य हाँगा राख्ने, चारैतिर फैलिएका 4-5वटा चाहिँ के गर्ने, मुख्य हाँगाहरू राख्ने, किनभने माथिबाट टक्क फलोस्, तल चाहिँ क्लिन नै राख्नु पर्यो होइन। र आवश्यकता अनुसार मोडिफाइड लिडर अथवा ओपन सेन्टरको रूपमा पनि हामीले विकास गर्न सकिन्छ होइन। र रुट स्टकबाट तल जुन रुट स्टकबाट आएको हुन्छ त्यो सकरहरू, वाटर सकरहरू चाहिँ के गर्नु पर्यो, हामीले हटाउनु पर्यो। यो चाहिँ ट्रेनिङको कुरा भयो। अब प्रुनिङ भन्दा बित्तिकै हामीले चाहिँ अब अनवान्टेड रोग किराहरू लागेका होइन, त्यस्ता डाँठहरू हटाउने कुरा नै के हो, अब प्रुनिङको कुरा भयो होइन। अब चाहिँ यसमा चाहिँ सुन्तला जातमा चाहिँ अत्याधिक काटछाँट नगरिकन हल्का नियमित प्रुनिङ चाहिँ गर्नुपर्छ है। किनभने यो चाहिँ पतझडवाला होइन, त्यो भावनाले हामीले हल्का प्रुनिङ गर्नु पर्यो। जस्तै सुकेको, रोगी, भाँचेका अथवा एक आपसमा जुधेका हाँगाहरू हटाउनु पर्यो। भित्रतर्फ बढेका र अत्याधिक बाक्ला हाँगाहरू हटाए प्रकाश र हावा प्रवेश गर्ने बनाउनु पर्यो होइन। फल टिपिसके सामान्यतया हामीले पुष माघमा काटछाँट गर्ने, र पुष माघमा काटछाँट गरिसकेपछि महत्त्वपूर्ण कुरा चाहिँ ठुलो काटिएको भागमा चाहिँ बोर्डेक्स पेस्ट चाहिँ लगाउनु पर्यो है। जस्तै मैले तपाईँलाई हिजो बोर्डेक्स मिक्सर, बोर्डेक्स पेन्ट र बोर्डेक्स पेस्ट होइन, तिनवटाको मैले तपाईँलाई चाहिँ तपाईँ फेसबुक पेजमा मैले राखिदिएको छु, बनाउने तरिका त्योसँग रिलेटेड एमसिक्यू क्वेसनहरू राखिदिएको छु होइन। त्यहाँ पनि हेर्ने, त्यो पनि इम्पोर्टेन्ट छ है। सायद त्यसमा मैले एउटा क्वेसन पनि यहाँ राखेको छु होला। अनि त्यसपछि आएर बगैँचा, बगैँचाको चाहिँ स्वास्थ्य व्यवस्थापना, अर्चाड हेल्थ म्यानेजमेन्टमा अथवा बगैँचा, स्वस्थ बगैँचा उत्पादन गर्न हामीले के गर्नुपर्छ, नियमित रूपमा सरसफाइ गर्ने कुरा भयो होइन। अब रोगको व्यवस्थापन, सिट्रस ग्रिनिङ, गोमोसिस होइन, सिट्रस क्याङ्कर लगायतका त्यो रोगहरू पनि अलि समस्या रूपमा आएको छ, त्यो कुरा ख्याल गर्नु पर्यो। त्यसपछि आएर किरा व्यवस्थापन गर्नु पर्यो, स्पेसली सिट्रस सेला, सिला, लिफ माइनर, स्केल इन्सेक्ट होइन, फ्रुट फ्लाईहरू चाहिँ हामीले के गर्नु पर्यो, मेन्टेन गर्नु पर्यो। जस्तै फ्रुट फ्लाईमा ब्याक्टोसेरा मिनेक्स चाहिँ एकदमै यो जुनारमा अलिकति समस्याको रूपमा देखिरहेछ। अर्को ठाउँमा ब्याक्टोसेरा डोर्सालिस पनि अलिकति समस्याको रूपमा देखिरहेछ होइन। हो त्यो कुराहरू पनि हामीले विचार गर्नु पर्यो। र चाहिँ समग्र पोषण तथा बोटको स्वास्थ्यमा ध्यान दिएर चाहिँ हामीले के गर्नु पर्यो, काम गर्नु पर्यो भनेर यसरी समग्र है, समग्रमा यसरी तपाईँले चाहिँ यसलाई चाहिँ 10 नम्बर क्वेसनलाई यसरी डिल गर्न सक्नुहुन्छ। अब यो 10 नम्बर क्वेसन मैले तपाईँलाई जनरल कन्टेन्टको हिसाबले अलिकति तपाईँलाई राम्रै कन्टेन्ट चाहिँ दिएको छु। अब यसमा तपाईँले यो क्वेसनलाई पढेर यसको आधारमा तपाईँले यसका मेन पोइन्टहरू मिसिङ नहुने गरेर 10 देखि 12 मिनट भनेर भन्छु म चाहिँ। तर के बेसिकली के हो भने तपाईँले 10 मिनटभित्रमा है, 10 मिनटभित्रमा यसलाई चाहिँ एकदम छोटोमा कसरी लेख्न सक्नुहुन्छ त्यो प्र्याक्टिस गर्ने हो कि।
जब तपाईँले घर त्यो प्र्याक्टिस गर्नुहुन्न तब गएर इक्जाममा गएर तपाईँको प्र्याक्टिस हुँदैन, इक्जाममा गएर प्र्याक्टिस हुँदैन है। त्यो भावनाले है, त्यो भएको हुनाले तपाईँले यो कुरा चाहिँ विचार गर्नु होला है। ल मैले तपाईँलाई जनरली यो ग्रुप ए अन्तर्गतको यो चाहिँ 8वटा जुन क्वेसन थियो त्यो क्वेसन चाहिँ मैले तपाईँहरूलाई मोटामोटी चाहिँ तपाईँको छलफल गराएँ। अब यसमा केही छ साथीहरूको प्रतिक्रिया, केही सोध्न पर्ने केही छ कुरोकानी? केही कुरा छैन भने बिचमा सोधि पनि राख्नुहुन्छ। अब यहाँ चाहिँ कोही अब धेरैजना रेकर्डै गर्ने साथीले त आउटै हानिसक्यो मैले होइन, त्यो कुरा अर्कै कुरा छ। ओके, ल अब यसको दोस्रो पाटोमा जाउँ है। अब यसको दोस्रो पाटो भनेको सेक्सन बी अन्तर्गत मैले यति बेलासम्म सेक्सन ए अन्तर्गत क्वेसनहरू सल्भ गरियो होइन। ओके, र अर्को चाहिँ सेक्सन बी अन्तर्गत। अब सेक्सन बी अन्तर्गतका हेर्नुभयो भने ओके, अब गण्डकी प्रदेशमा अप्नाउन सक्ने प्रमुख बाली चक्रहरू, यो पनि मोस्ट प्रोबेबल सोधिरहने क्वेसन हो होइन। र उपयुक्त बाली चक्रका फाइदाहरू, यसका चाहिँ इम्पोर्टेन्स है, यसका बेनिफिटहरू के छन् भनेर त्यो कुरा आज कापी चेक अब चाहिँ कापी चेक गर्न नभइएला जस्तो छ, तपाईँले सुधार गर्नु भएकै छ होला। आज कापी यो चाहिँ जनरली म तपाईँलाई सबै कुरा कन्टेन्ट दिउँ भनेर कपी चेक गर्न नभइएला जस्तो छ है। अब हामीसँग करिब 15 मिनट मात्रै बाँकी छ। तपाईँले यो कन्टेन्ट नै ध्यान दिनु भएन कि मैले कन्टेन्ट किन यो दिन खोजेको भन्दाखेरि जस्तै आज मैले क्वेसन अरू केही छुट्या छ भने क्वेसन राख्नुहोस् भनेको, यहाँ के अरे प्राङ्गारिक पदार्थ प्राङ्गारिक खेती भने के हो, यसको सिद्धान्त के हो, सर यो पनि भनिदिनु पऱ्यो भनेर क्वेसन लेख्नु भयो कि सायद तपाईँले हो क्या लेखे है। त्यो किन तपाईँले कन्टेन्टै पढ्नु भएन कि तपाईँले एटलिस्ट मैले चाहिँ कन्टेन्ट तपाईँलाई पढाइदिन्छु भनेर यसबाट के हो यसको चिज के हो भन्ने कुरा चाहिँ तपाईँहरूलाई मैले 3-4 दिन त मैले तपाईँहरूलाई क्वेसन एन्सर फिडब्याकै गरेँ, तपाईँहरूको कपी नै चेक गरिरहेको थिएँ होइन। कपी चेक गर्दाखेरि कन्टेन्टमा त्यति समस्या आयो है, त्यो भएर तपाईँलाई मैले हाउ टु राइट भनिसकेको छु, हाउ मच टु राइट भनिसकेको छु, वाट टु राइट पनि सिकाएँ भने अनि तपाईँले घरमा गएर लेख्नुहुन्छ भनेर मैले तपाईँलाई कपी आज चेक नगर्ने जस्तो सोचमा चाहिँ छु म है। त्यो भएर हाउ टु चेक के अरे हाउ टु राइट, वाट टु राइट, हाउ मच टु राइट, तिनवटा कुरा है रिटर्नमा जहिले पनि मैले भनिरहेको छु। रिटर्नमा तिनवटा बेसिक यसको फर्मुला हो कि, एउटा चाहिँ तपाईँको हाउ टु राइट, दोस्रो भनेको चाहिँ वाट टु राइट है, र तेस्रो भन्ने कुरा चाहिँ तपाईँको हाउ मच टु राइट। यो तिनवटा प्रिन्सिपल मेरो चाहिँ तपाईँ रिटर्नमा मैले पढाउँदाखेरि जहिले पनि मैले पढाउँदाखेरि अथवा मैले पढ्दाखेरि है मेरो रिटर्नको फर्मुला भनेको तिनवटा कुरा है। हाउ टु राइट भनेको कसरी लेख्ने, त्यो भनेको फर्मेटिङको कुरा ख्याल गर्नु पर्यो है, फर्मेटिङको कुरा ख्याल गर्नु पर्यो। त्यसपछि आएर वाट टु राइट, के चाहिँ लेख्ने भन्ने कुरा है, के चाहिँ लेख्ने भन्ने कुरा चाहिँ त्यो कुरा अझ प्रधान कुरो। धेरैजनालाई फेरि के गर्नुहुन्छ फर्मेटिङमा उही पृष्ठभूमि र निष्कर्षको चक्करमा लाग्ने, बिचको कुरै छैन, बिचको कुरा नभए नम्बर आउँदैन है। मैले हिजो अस्ति धेरैजना गाली गरेको छु है, अब त्यो कन्टेन्टै नभएर। अनि तेस्रो कुरा हाउ मच टु राइट, कति लेख्ने भन्ने कुरा चाहिँ डिटर्माइन भएन, कति लेख्ने भन्ने कुरा चाहिँ नम्बरले 5 नम्बर क्वेसन छ भने 5 मिनटभित्र लेख्न पर्यो, 5 मिनटभित्रमा 10 नम्बर क्वेसन छ भने 10 मिनटभित्र लेख्नु पर्यो, यति हो प्रिन्सिपल है। जब तपाईँले फर्मेटिङको कुरा बुझ्नुहुन्छ, कन्टेन्ट तपाईँलाई थाहा छ कति लेख्ने, कति समयभित्र लेख्ने भने थाहा छ, यति कुरा गर्नुहोस् त। यति कुरा जसले क्र्याक गर्नुहुन्छ नि, जसले यति कुरा मैले यो भनेको कुरा जसले आफ्नो जीवनमा लागु गर्नुहुन्छ नि रिटर्नमा, त्यो मान्छे पास हो कि। मुकेश सरले भन्नुहुन्थ्यो भनेर चाहिँ तपाईँले लेखेर राख्नु होला है। जसले हाउ टु राइट भन्ने कुरा फर्मेटिङको कुरा बुझ्नुहुन्छ, जसले कति लेख्ने भन्ने कुरा बुझ्नुहुन्छ, वाट टु राइट के लेख्ने भन्ने कुरा बुझ्नुहुन्छ, र कति लेख्ने भन्ने कुरा बुझ्नुहुन्छ, तपाईँ पास है। त्यो भएर तपाईँले निष्कर्ष लेख्न पर्छ कि पर्दैन, पृष्ठभूमि लेख्न पर्छ कि पर्दैन भन्ने कुरा चाहिँ आउँदैन है। त्यसपछि जुन दिन तपाईँले यो कुरा बुझ्नुहुन्छ, यो चाहिँ मूल मन्त्र हो है। त्यो भएर यो यो मूल मन्त्र तपाईँले दिमागमा राख्नु पर्यो अनि त्यसपछि पढ्नु पर्यो है, लेख्नु पर्यो, लेख्न बस्ने हो जहिले पनि है। अब एमसिक्यू हो अर्कै पाटो छ है। ल अब यहाँ हेरौँ गण्डकी प्रदेशमा अप्नाउने सक्ने प्रमुख बाली चक्रहरू है। प्रमुख बाली चक्रहरू उल्लेख गर्दै उपयुक्त बाली चक्रका चाहिँ फाइदाहरू लेख्नुहोस् भनेको, एउटा बाली चक्रको कुरा लेख्नु पर्यो, दोस्रो बाली चक्रको फाइदा लेख्नु पर्यो, त्यति कुरा भनेको छ होइन। अब यहाँ थोरै इन्ट्रोडक्सनको पार्टमा चाहिँ अब यो फर्मेटिङ हेर्नुहोस्, उत्तर लेखेँ मैले, विषय प्रवेश लेखेँ होइन, अनि मेन कन्टेन्ट यहाँबाट यो चाहिँ फर्मेटिङ हो है, कसरी लेख्ने भन्ने है। जस्तै यहाँ चाहिँ एउटै खेतमा निश्चित समय क्रम अनुसार फरक फरक बालीलाई योजनाबद्ध रूपमा पालै पाला लाउने प्रणालीलाई हामीले के भन्छौँ, बाली चक्र भन्छ। सिम्पली एकपछि अर्को बाली लाउने, एकपछि अर्को बाली लाउने कुरा, त्यो नै के हो, बाली चक्र हो। अब गण्डकी प्रदेशको थोरै यसलाई गण्डकी प्रदेशमा समेट्न खोजेको, गण्डकी प्रदेशको तराई, मध्य पहाडी र उच्च पहाडी क्षेत्रको हावापानी सिँचाइ सुविधा बजार अनुसार उपयुक्त बाली चक्र अपनाउँदा चाहिँ तपाईँको माटोको उर्वरा शक्ति कायम राख्दै उत्पादन र आम्दानी बढाउन चाहिँ सकिन्छ
होइन, यो चाहिँ इन्ट्रोडक्सनको पार्टमा भयो। अब इन्ट्रोडक्सन पार्टमा यत्रो धेरै नलेखेर जस्ट यो एक लाइनको यो स्टेटमेन्ट मात्रै लेख्दा पनि भयो, अथवा तल्लो स्टेटमेन्ट मात्रै लेख्दा पनि भयो, तपाईँको टाइम अनुसार यो कुरा लेख्न सकियो। अनि आएर अब चाहिँ मेन कुरामा, गण्डकी प्रदेशमा अप्नाउन सकिने प्रमुख बाली चक्र भने चाहिँ गण्डकी प्रदेशका तिनवटा भाग छन् हेर्नुहोस्। एउटा तराई तथा भित्री मधेसको भाग, होइन, दोस्रो चाहिँ मध्य पहाडी भाग, र तेस्रो चाहिँ उच्च पहाडी भाग। तिनवटा क्षेत्र भएको बाली चक्र त फरक फरक छ नि, होइन। जस्तै तराईमा हामीले धान लगायौँ भने हिउँदमा के लाउँछौँ, गहुँ, त्यसमा मुङ लगाउँछौँ। धान तोरी मुङ लगाउँला, धान तोरी मसुर चना लाउँला, होइन। यो चाहिँ के हो, तराईको बाली चक्र भयो। अरे मध्य पहाडीको बाली चक्र भने स्पेसल्ली चाहिँ मध्य पहाडी भनेको मिडिलमा अलिकति बारी टाइपको कुरा हो। जस्तै मकै कोदो केराउको कुरा होला, मकै आलु भट्टमा उसको कुरा होला, होइन। मकै भट्टमा सिमीको कुरा, जस्तै मकै कोदो यसको कुरा। अनि एउटा यहाँ मैले मिसिङ गरेको छु, मकै त्यसपछि आएर तोरी, है, मकै तोरी त्यसपछि आएर गहुँको कुरा होला, होइन। अथवा चाहिँ तपाईँको मकै त्यसपछि लगतै तोरी त्यसपछि आएर चाहिँ तपाईँको अन्य चाहिँ तरकारीको कुरा होला, होइन। हो, यो चाहिँ तपाईँको मध्य पहाडको बाली चक्रहरू भयो, होइन। त्यसपछि आएर चाहिँ तपाईँको अब मध्य पहाडको तराई मध्य पहाडको पनि खेतहरूमा, है, बर्खामा जहाँ हामीले धान लगाउँछौँ हिउँदमा चाहिँ गहुँ तोरी लाउने कुरा हुनसक्छ। त्यसपछि अब सिँचाइ छ भने तरकारीको कुरा भयो। अनि अरू उच्च पहाडमा हेर्नुहोस्, आलु फापर जौँ, अब आलु त्यसपछि केराउ फापरको कुरा, होइन। त्यसपछि जौँ आलु सिमी केराउको अथवा चाहिँ अरू दलहन बाली, होइन, त्यो कुरा चाहिँ के हो, यो चाहिँ बाली चक्र लेख्न सक्नुभयो। अनि आएर उपयुक्त बाली चक्रका छनौटका आधारहरू। उपयुक्त बाली छनौटका आधारहरू चाहिँ के आधार हामीले बाली चक्र छनौट गर्ने कुरा भयो, होइन। जस्तै बाली चक्र छनौटका आधार भने बेसिकल्ली खाद्यान्न पछि सम्भव भएसम्म जहिले पनि कोसे बालीको कुरा चाहिँ समावेश गर्नुपर्छ, किनभने यसले हाम्रो माटोको सुधार गर्नेदेखि लिएर हावामा भएको नाइट्रोजन यसले के गर्छ, फिक्सेसन गरेर राखिदिन्छ, ताकि यसले गर्दा हाम्रो चाहिँ माटोको अवस्था चाहिँ सुधार गर्न सकिन्छ। हो, त्यो कुरा हामीले लेख्नु पर्यो। अनि अर्को आधार भनेको गहिरो जरा अथवा सतही जरा भएको बालीहरू पालै पालो लाउने। गहिरो जरा मात्रै लाउने अथवा सतहको जरा मात्रै लाउने भयो भने के हुन्छ, न्युट्रिसनल्ली सबै ठाउँबाट चाहिँ इक्वल्ली नलिएको हुनसक्छ, त्यो भएर त्यो वातावरण बनाउनु पर्यो। अनि अरू एउटै कुलका, है, बालीहरू लगातार एउटै बाली मात्रै रिपिटेटिभ नलाग्ने, किनभने रोग किराहरूको सङ्क्रमण अलिक बढी हुनसक्छ, होइन। अनि अरू बढी खाद्य तत्त्व चाहिने अथवा कम चाहिने बालीहरू चाहिँ मिलाएर, बढी र कम चाहिने बिचको चाहिँ रोटेसनमा ग्याप मिलाएर लाउने। अनि स्थानीय हावापानी सिँचाइ बजार र कृषकको आवश्यकता हेरेर चाहिँ के गर्ने, बाली चाहिँ छनौट गर्ने, होइन। यो चाहिँ त उपयुक्त बाली छनौटका आधारहरू बाली चक्रमा कुन कुन बाली कसरी सिलेक्सन गर्ने भन्ने कुरा चाहिँ हामीले त्यो कुरा विचार गर्नु पर्यो। बिउका पुस्ता र बिउको स्तर, है, एउटै हो, एउटै हो, है, एउटै हो। जस्तै स्तर भन्यो भने बेसिकली हामीले प्रमाणीकरण पद्धति अनुसार स्तर भन्छौँ। पुस्ता भन्यो भने यो चाहिँ तपाईँ प्रथम पुस्ता दोस्रो पुस्ता भन्छ कि। जस्तै ब्रिडर सिड भन्यो भने यो चाहिँ के हो, प्रथम पुस्ता भयो। अनि आएर फाउन्डेसन सिड भन्यो भने यो चाहिँ दोस्रो पुस्ता, है। त्यसपछि आएर सर्टिफाइड सिड भन्यो भने यो चाहिँ तेस्रो पुस्ता। अनि आएर इम्प्रुभ सिड भन्यो भने यो चाहिँ चौथो पुस्ता। अब इम्प्रुभ लहर निकाल्नु यो चाहिँ के हो, पाँचौँ पुस्ता। यो चाहिँ पुस्ता भयो। स्तर भन्यो भने प्रमाणीकरण पद्धति अनुसार चाहिँ जस्तै ब्रिडर सिड, फाउन्डेसन सिड, सर्टिफाइड सिड, इम्प्रुभ सिड भन्छ नि, त्यो भयो। त्यसपछि आएर चाहिँ अर्को चाहिँ यथार्थ सङ्केत पत्र अनुसारको चाहिँ बिल्डर सिट, त्यसपछि सोर्स सिट र इम्पर सिट हुन्छ नि, हो, यो चाहिँ बिउका स्तर भयो क्या मिनाजी, है। ठिक छ, बुझ्नुभयो। स्तर भन्यो भने त्यो कुरा भयो। अनि पुस्ता भन्यो भने, है, पुस्ता भन्यो भने त अब जस्तै तपाईँ चाहिँ तपाईँको तपाईँको पहिलो तपाईँ जस्तै तपाईँ चाहिँ एउटा पुस्ता हुनुभयो, तपाईँको बुवाको छ अर्को पुस्ता, तपाईँको हजुरबाको अर्को पुस्ता, तपाईँ हजुरबा अझ हजुरबाको अर्को पुस्ता, भनेको जेनेरेसन के, है, जेनेरेसन, है, त्यसलाई चाहिँ पुस्ता भन्छ, है। ठिक छ, त्यो कुरा, ओके। अनि त्यसपछि आएर उपयुक्त बाली चक्रका फाइदाहरू। अब उपयुक्त बाली चक्रका फाइदा के हुन् त, है। जस्तै हामीले क्रप रोटेसन गर्नुका फाइदा के हुन्छ, जस्तै माटोको उर्वरा शक्ति कायम गर्ने, किनभने हामीले कोसे बालीको कुरा गरिरहेछौँ। कोसे बालीले जैविक नाइट्रोजन स्थिरीकरण गरी माटो सुधार गर्ने कुरामा सहयोग गर्ने कुरा भयो, होइन। रोग किराको चक्र तोडिन्छ। एउटै बाली निरन्तर नलगाउँदा के हुन्छ, रोग र किराको प्रकोप चाहिँ के हुन्छ, कम हुन्छ। जस्तै हामीले इक्जाम्पलमा तपाईँलाई याद छ कि छैन, जस्तै धानमा देखिने किरा जुन तपाईँको राइस स्टिम बोरर भन्छौँ, सिर्फो फोका इन्सर्टुलस, त्यो चाहिँ के हो, मोनोफ्यागस किरा हो। मोनोफ्यागस भनेको त्यो धानमा बाहेक अरूमा लाग्दैन के। त्यो भएर लगातार धान लगाइने ठाउँमा एक साल तपाईँले मकै लगाइदिनु भयो भने के हुन्छ, त्यो किरा त्यो जमिनमा अवशेषमा बस्या हुन्छ। अनि मकै लगाइसके त मकै खाने कुरा त भएन, अनि खान नपाएर के हुन्छ, त्यो कुरा मर्छ, है, अथवा त्यहाँको साइकल ब्रेक हुन्छ। त्यो भएर रोग र किराको चक्र तोड्नलाई पनि हामीले के गर्न पाइयो, यो चाहिँ बाली चक्रले बेनिफिट गर्ने भयो, होइन, त्यो कुराहरू। त्यसपछि आएर झारपात नियन्त्रणको कुरा। जस्तै चाहिँ मकैमा आउने झारपात र धानमा आउने झारपात त फरक होला। अब चाहिँ तपाईँको धान लाउने ठाउँमा मकै, मकै लाउने ठाउँमा धान लगाइदियो भने के हुन्छ, त्यो झारपात आउँछ त आउँदैन, होइन। हो, त्यो कुरा पनि यसको बेनिफिटको कुरा भयो।
त्यसपछि आएर पोषक तत्त्वको सन्तुलित उपयोग, पोषक तत्त्वको पनि सन्तुलित उपयोगको कुरा आउनु पर्यो। हुन्छ। जस्तै जरा चाहिँ फरक जरा भएका अथवा कम के अरे माथिल्लो जरा माथिल्लो सतहमा हुने अथवा जरा तलैसम्म जानेहरू मिलायो भने के हुन्छ, पोषक तत्त्व पनि के हुन्छ, सन्तुलित रूपमा उपयोग हुने भयो। माटोको भौतिक अवस्था सुधार हुन्छ, जस्तै जैविक पदार्थ र माटोको संरचना पनि के गर्छ, सुधार गर्छ। यो जुन हामीले चाहिँ तपाईँको यो लेग्युमिनेस क्रपको कुराहरू गऱ्यौँ। अनि त्यसपछि आएर उत्पादन जोखिम न्यूनीकरण, अब एउटै बालीमा निर्भरता पनि के हुन्छ, घट्छ। अथवा एउटै बाली गर्दाखेरि जुन हाम्रो लसेस हुने चान्सेस हुन्छ त्यो पनि घट्ने कुरा भयो होइन। अनि जमिनभरि वर्षभरि सदुपयोग गर्दा के हुन्छ, क्रपिङ इन्टेन्सिटी पनि बढ्छ है। समग्रमा हामीले धेरै जतिभन्दा धेरै भन्दा धेरै बाली लगायौँ क्रपिङ इन्टेन्सिटी के हुन्छ, बढ्छ। क्रपिङ इन्टेन्सिटी बढ्नु भनेको बाली पनि धेरै लाउनु हो। बाली धेरै लाउनु भनेको बाली धेरै फल्नु हो। बाली धेरै फल्नु भनेको के हो, हाम्रो आम्दानी पनि बढ्नु हो। अब लास्टमा कृषक आयमा वृद्धि, खाद्यान्न, दलहन, तेलहन, तरकारी समावेश गर्दा आम्दानीका स्रोतहरू पनि के हुन्छ, विविध हुन्छ होइन। यसले गर्दा के हुन्छ, हामीलाई पोजिटिभ इम्प्याक्ट पार्छ भनेर चाहिँ अब यसलाई निष्कर्षको रूपमा चाहिँ त्यही कुरा हेर्नु त ठ्याक्कै। गण्डकी प्रदेशको क्षेत्रअनुसार विभिन्न धान, गहुँ, मकै, मुङ लगायतका यो बालीहरू चाहिँ के हुन्छ, प्रभावकारी रूपमा हुन सक्छन्। विशेषतः बाली चक्रमा कोसे बाली समावेश गरी रोग किरा व्यवस्थापन, माटोको उर्वरा शक्ति संरक्षण र बजारमुखी संयोजन गर्न सके दिगो उत्पादन, कम लागत र बढी कृषक चाहिँ के गर्न सकिन्छ, हासिल गर्न सकिन्छ। पोजिटिभ वेमा आयो कि आएन, आयो नि। यो चाहिँ बाली चक्र भन्ने कुरा के हो भन्ने कुरा उल्लेख गर्दै यसले के चाहिँ इम्प्याक्ट पार्छ भन्ने कुरा पोजिटिभ रूपमा इन्ड गरे नि होइन। हो त्यो कुरा चाहिँ लेख्न है, यो कुरा चाहिँ हामीले लेख्न पर्यो। ल यो चाहिँ 9 नम्बरको क्वेसन एन्सर यो कुरा भयो है। त्यसकै 10औं नम्बरको है, 10औं नम्बर क्वेसन है। अब यो पनि एकदमै मोस्ट पोपुलर क्वेसन है। जस्तै 10औं नम्बर क्वेसन हेर्नुहोस्, बिउको परिभाषा दिए है, बिउको परिभाषा दिएर असल बिउका गुणहरू के लेख्नु है। एउटा के भयो, बिउको परिभाषा सोध्यो। दोस्रो असल बिउका गुणहरू सोध्यो। र चाहिँ बिउ प्रमाणीकरण पद्धति र यथार्थ सङ्कट पत्र पद्धतिमा रहने बिउका स्तर र ट्यागको रङ भनेर सोध्यो है। क्वेसन चाहिँ 5 नम्बरको सोध्न कति सोधिदिएछ हेर्नुहोस् त। अब यहाँ बिउ भने के हो भने डिफाइन गर्नु पर्यो, असल बिउका गुणहरू पनि लेख्नु पर्यो, बिउ प्रमाणीकरण पद्धति पनि लेख्नु पर्यो, र यसमा चाहिँ तपाईँको बिउ प्रमाणीकरण पद्धति र यथार्थ सङ्कट पत्र पद्धतिको चाहिँ बिउका यस्ता ट्यागको रङ पनि लेख्नु पर्यो। अब सामान्यतः बिउ भनेको के हो भने बिउ भनेको बेसिकली इन्ट्रोडक्सनमा यहाँ मैले विषय प्रवेश लेखेँ। अब विषय प्रवेश नलेखेर बिउ भनेर चाहिँ तपाईँले यहाँ चाहिँ सिड भनेर डिफाइन गर्न पनि सक्नुहुन्छ होइन। अथवा विषय प्रवेश लेखेर भन्यो भने बिग्रेन। विषय प्रवेश बिउ भनेको के हो भन्ने सुरु गर्यो। जस्तै बिउ भन्नाले बाली उत्पादनका लागि छर्ने वा रोप्ने उद्देश्यले प्रयोग गर्ने यौनिक अथवा वनस्पतिक प्रसारण सामग्रीलाई हामीले के भन्छौँ, बिउ भनेर बुझ्छौँ। अथवा बिउ बिजन ऐन 2045 अनुसार भन्नु कतिपय साथीले यस्तो लेख्दा के हुन्छ भन्ने चाहिँ लेख्न सक्नुहुन्छ। अब टाइम कतिको छ भन्ने मात्रै कुरा हो है। तर बेसिकली यस्तो ऐन भनेर चाहिँ कोड गर्नुभयो भने ऐनमा जे कुरा भने त्यो कुरा ठ्याक्कै चाहिँ लेख्नुपर्छ है। यो ऐन भनेर नलेख्नु भयो भने अलिअलि मिलाएर लेख्दा पनि हुन्छ। यदि ऐन भनेर लेख्नु भयो भने ऐनमा भएकै कुरा लेख्नुपर्छ भन्छ बेसिकली है। जस्तै ऐन अनुसार बिउ बिजन भन्नाले भ्रौणिक बिरुवा अथवा इम्ब्रायोनिक प्लान्ट, खाद्य पदार्थ र सुरक्षात्मक आवरण भएको परिपक्व ओभिल अथवा चाहिँ बिजाण्ड हो, वा यौनिक वा वनस्पतिक तरिकाले पुनरुत्पादन गरी बाली उत्पादन गर्नको लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने चाहिँ के सकिने बिउ बिजन वा बीज सम्झनु पर्छ भनेर यसरी डिफाइन गरेको छ होइन। हो अब गुणस्तरीय बिउले बालीको उत्पादन, उत्पादकत्व र गुणस्तर वृद्धिमा के गर्छ, प्रत्यक्ष प्रभाव पार्छ भनेर के भयो, यसलाई चाहिँ तपाईँको बिउको यसले चाहिँ डिफाइन गर्यो। अब मैले अलिकति यसमा त अलिकति लामो कुरा लेखेँ। अब तपाईँले यति मात्र लेख्दा पनि हुन्छ अथवा यहाँ तल्लोबाट लेख्दा पनि हुन्छ। बिउको डिफाइन गर्न पर्ने भयो एउटा है। दोस्रो असल बिउका गुणहरू भनेर जुन 9वटा क्यारेक्टर छ, बिउ चाहिँ जातीय रूपमा शुद्ध हुनुपर्ने, भौतिक शुद्धता राम्रो भएको कुरा हुनुपर्ने, बिउको उमार शक्ति चाहिँ राम्रो कुरा भयो, जीवित बिउको भाइबिलिटीको कुरा हुनु पर्यो, बिउको सिड भिगर राम्रो हुनु पर्यो, बिउको सिड हेल्थ है, रोग किरा मुक्तको कुरा, बिउ उपयुक्त चिस्यानको कुरा र भरिलो हजार दानाको तौल परिपक्व र समान आकार प्रकारको हुनु पर्यो भनेर असल बिउमा हुनुपर्ने जुन 9वटा क्यारेक्टर छ, हो त्यो 9वटा क्यारेक्टर तपाईँले ड्याङ्ग लेख्न पर्यो होइन। अनि त्यस पछाडि दोस्रो पार्टमा चाहिँ तपाईँको नेपालको प्रचलित बिउका गुणस्तर नियन्त्रण पद्धति भनेर दुईटा कुरा है। एउटा चाहिँ बिउ प्रमाणीकरण पद्धति, अर्को यथार्थ सङ्केत पत्र पद्धति। अब यो चाहिँ तपाईँले लेख्न पर्दैन, मैले कन्टेन्टको हिसाबले तपाईँलाई राखिदिएको है, यो तपाईँले लेख्न परेन है। र बेसी बुझ्ने के हो भने बिउ प्रमाणीकरण पद्धति भन्यो भने सरकारी निकायको प्रत्यक्ष संलग्न, हेर्नु त, सम्बन्धित निकाय भनेको सरकारी निकाय भनेको अथवा बिउ प्रमाणीकरण गर्ने निकायको प्रत्यक्ष निगरानीमा बिउको स्रोत, खेत निरीक्षण, जातीय शुद्धता, प्रशोधन, नमुना परीक्षण र गुणस्तर मापदण्ड जाँच गरी प्रमाणपत्र अथवा ट्याग प्रदान गर्ने पद्धतिलाई हामीले के भन्छौँ,
बिउ प्रमाणीकरण पद्धति भन्छौँ भने अब यो चाहिँ यथार्थ सङ्केत पत्र पद्धति भनेको बिउ उत्पादकले आफ्नै व्यवस्थापनमा सम्पूर्ण कुरा गरेर बिउ उत्पादन गर्ने भनेको के हो, ट्रुथफुलको कुरा भयो होइन हो। अब र सोधेको क्वेसन तपाईँलाई यहाँनिर, अब बिउ प्रमाणीकरण पद्धतिमा रहने बिउका स्तरहरू के हुन् भने जस्तै प्रजनन बिउ, मूल बिउ, प्रमाणित बिउ, उन्नत बिउ। अब ट्यागको रङ के हो, प्रजनन बिउको चाहिँ काठ रङको खैरो भयो, मूल बिउको के हुन्छ सेतो, प्रमाणित बिउको चाहिँ के हुन्छ निलो अथवा सेतो ब्याकग्राउन्डमा निलो धर्सा निलो अक्षर लेखेको र साइडमा निलो ब्यान्डको कुरा भयो। अब उन्नत बिउ भनेको पहेँलो, यो चाहिँ तपाईँ बिउ प्रमाणित पत्रमा रहने स्तरका कुरा भयो होइन। अनि आएर यथार्थ सङ्केत पत्रमा हेर्नु त, अब यथार्थ सङ्केत पत्रमा जम्मा चाहिँ तपाईँ पहिले यहाँ लेभल भन्ने थियो, अहिले हटाएको छ प्रजनन बिउ, स्रोत बिउ र उन्नत बिउ। अब यसको रङ पनि के हो, सेम छ, काठ रङको खैरो ब्रेडनमै, स्रोतमा चाहिँ व्हाइट र चाहिँ तपाईँ उन्नतमा पहेँलो भन्ने चाहिँ के छ, यसरी यो राखिएको छ। यो चाहिँ तपाईँको लेख्न पर्यो है। ठिक छ, बुझ्नु भएको छ ल। ओके, अब त्यसै गरी आएर अब 11 नम्बरको भनेको छ। अब यो 11 नम्बर, 12 नम्बर, 13, 14, 15, 16 चाहिँ तपाईँको अब आजलाई भ्याइँदैन है, आजलाई भ्याइएन। अब मैले तपाईँलाई यो कन्टेन्ट चाहिँ मैले तपाईँलाई राखिदिन्छु है। अब राखिदिन्छु भन्ने इन द सेन्स गण्डकी ग्रुपमा राखिदिन्छु, अरूमा चाहिँ राख्दिनँ है। अब अरू तपाईँलाई यति चाहिँ तपाईँको क्लास दिएँ, यही ठुलो कुरो मान्नुहोस् होइन। यो कन्टेन्ट चाहिँ मैले गण्डकी ग्रुपमा राखिदिन्छु, गण्डकी ग्रुपले चाहिँ हेर्नु पर्यो होइन। र बाँकी तपाईँहरूको चाहिँ अब यो अब आज कपी चाहिँ धेरैको चेक गर्न पाइएन होइन। जहाँसम्म मैले सर हेरेको थिएँ सबैजनाले चाहिँ अब राम्रै लेख्नु भएको छ, हिजोको भन्दा अलिकति सुधार भएको छ होइन। अक्षरको कुराहरू, फर्मेटिङको कुराहरू पनि, अनि कन्टेन्टको कुरामा पनि आज चाहिँ हिजोको भन्दा अलिकति राम्रै भएको छ है। अक्षर पनि मिलाउनु भएको छ, फर्मेटिङ पनि मिलिएको छ ल। सबभन्दा वर्ष बिग्रिया चाहिँ हिजो यहाँको त यहाँको चाहिँ अलि राम्रो भएछ भने चाहिँ यति गाली गरी यति सुधार त भएछ नि। यो पनि एउटा राम्रै पाटोको कुरा भयो होइन। ओके ल, धीरजीको पनि अक्षर अलि राम्रो भएछ हिजोभन्दा, हिजो त ध्वस्तै थियो है, हिजो ध्वस्तै थियो है। आज चाहिँ अलिअलि लेख्नुभएछ, कन्टेन्ट पनि मिलाउनु भएको छ, पुऱ्याउनु भएको छ है। दिउँसो पनि सरस्वती मैले हेरेको थिएँ। समग्र साथीहरूको चाहिँ बसन्तजीको पनि राम्रो भएको छ है, हिजोभन्दा राम्रो भएको छ, कन्टेन्ट पनि पुऱ्याउनु भएको छ र टाइमको पनि एकदम ख्याल गर्नु भएको छ होइन। तपाईँ 3 दिनले भने एकदम तपाईँ जुन 5 दिन छ 5 दिनले पनि साथीहरूको धेरै राम्रो इम्प्याक्ट पारेको छ है। म चाहिँ एकदम सेटिस्फाई छु। अब यही कुरा चाहिँ 1 महिना गऱ्यो भने त तपाईँहरू त आगो भएर निस्किनुहुन्छ साथीहरू। यही यही कुरा चाहिँ यही प्याटर्नको यही क्लास चाहिँ यही प्याटर्नको मैले तपाईँलाई क्लास लिनुभयो भने तपाईँ आगो भएर निस्किनुहुन्छ। अब तपाईँलाई आगो भएर निकाल्ने त हो, तर कहिले टाइम मिलाएर निकाल्ने भन्ने कुरा चाहिँ तपाईँको हेर्ने, तपाईँ लेखेर पठाउनु पऱ्यो नि, हेर्नु पऱ्यो नि, लेखेर पठाउनु पऱ्यो नि। लेखेर पठाउनु भएको छैन कसरी हेर्नु है, लेखेर पठाउनु नि बल्ल हेरौँला है। ल त्यति कुरा मैले भने ल। अनि समग्र साथीहरूलाई यो क्लास चाहिँ कस्तो लाग्यो, कस्तो फिल भयो यो 5 दिन चाहिँ तपाईँको, तपाईँको 5 दिन पैसा असुल भयो कि न यति भन्नुहोस् ल मलाई। 5 दिनमा तपाईँ दिनको 100 रुपियाँ भनेको थिएँ मैले है। तपाईँको त्यो गण्डकी ग्रुपमा छैन, त्यो भएर मैले नहेरेको, यहाँ गण्डकी ग्रुपमा भएकोलाई मात्रै हेरिदिन्छु। यो चाहिँ अहिले अरू चाहिँ हेरेन ल। अनि तपाईँको यो साथीहरू जुन 5 दिनको क्लास लिनु भएको छ, तपाईँको पैसा असुल भयो कि न ल भन्नुहोस् अब है। ल पैसा असुल भयो कि भएन त्यति भन्नु पर्यो है। दिनको 100 रुपियाँ चाहिँ घाटा लाग्यो मुकेश सरलाई तिरेर भन्ने भएको छ कि छैन, मलाई त्यति चाहियो। पहिला हो तपाईँलाई बुद्धि पछि आउँछ के, बुद्धि पछि, त्यही भन्दैछु त। यो त तपाईँलाई क्लास त मैले जोड गरेर राखेको क्लास हो, तपाईँले जोड गरेर राखेको होइन नि है। यो त मैले तपाईँलाई होइन, यो तपाईँले मैले एमसिक्यू त तपाईँलाई जनरल पढाइदिइरहेको थिएँ है। है मैले जनरल पढाइरहेको थिएँ, अब मैले एमसिक्यू त तपाईँहरूको इम्प्रुभ गराइदिइसकेको छु। अब रिटर्नमा धेरै साथीहरूको इम्प्रुभ छ कि छैन भनेर धेरैजनालाई चाहिन्न होला भनेर मैले राखेको कि यो है। अब यो चाहिँ तपाईँको अलिक लास्ट आवर भयो होइन हो। अब अलिकति अगाडिदेखि गर्न पाउनु भएको भए अलिक राम्रो हुन्थ्यो होइन। ल 100% सेटिस्फाई हुनुहुन्छ ल, ठिक छ ल। बाँकी चाहिँ अब ओके ल। लुम्बिनीको ल, लुम्बिनीको गराउने, लुम्बिनीको मैले भने नि यो 20-21 पछि म गराउँछु तपाईँलाई, 1 महिनाको इन्टेन्सिभ क्लास गराउँछु है। इन्टेन्सिभ क्लास गराउँछु, एटलिस्ट 1 महिनाको गराउँला। अब 1 महिनाले पुगेन भने अर्को 1 महिना पनि थपौँला, त्यसलाई समस्या भएन। अब अफिसरको हेर्नु न, मैले अफिसरको पढाउने हो अफिसरको टाइमै म्यानेज गर्न छ कि मलाई है। टाइमै म्यानेज गर्न, नत्र अफिसरको मैले 2-3 ब्याच पढाइसकेको हेर्नुहोस् है। अफिसरलाई पढाउनु तपाईँहरूलाई अझ मजा आउँछ मलाई है। अफिसरलाई पढाउनु अझ मजा आउँछ होइन। ओके ल, त्यति बेला तपाईँ जोइन गर्नुहोस् हुन्छ ल। अब यो 20-21 गतितिर म तपाईँलाई रिटर्नको बुक आइहाल्छ, 20-21मा रिटर्न बुक पनि आउँछ। तपाईँको यो रिटर्नको बुक र क्लास चाहिँ सँगसँगै गर्छौँ कि हामीले, यही रिटर्न क्लास र बुक सँगसँगै आउँछ। अनि त्यो भएर त्यो बुकमा पनि प्र्याक्टिस, बुक हेरेर पनि प्र्याक्टिस गर्ने, अनि यहाँ पनि क्वेसनमा प्र्याक्टिस गराउँछु। तपाईँलाई पुरै लेखाएर म घोटाउँछु क्या साथीहरूलाई, घोटाएर तपाईँलाई आगो बनाएर निकालिदिन्छु म
है। अब यहाँ पनि तपाईँको लुम्बिनी, यहाँ पनि बुटोलमा फिजिकलमा पनि आजकल अहिले अफिसरको मैले गराउनु भ्याएको छैन बहिनी है। अफिसर गराउनु भ्याएको छैन, भ्याएपछि गरौँला। त्यति कुरा भन्दै मैले अब जहाँसम्म लाग्छ तपाईँहरू सेटिस्फाई नै हुनुहुन्छ, खुसी लाग्यो मलाई पनि होइन। जो साथीहरूलाई मलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ कि। ल, साथीलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। र सहयोग गर्ने त मेरो नेचर हो, तपाईँलाई थाहै छ। त्यही हो, अलिकति म कहिलेकाहीँ रिसाउँछु, अलिकति गाली पनि गर्छु साथीहरूलाई होइन। ओके, साथीलाई गाली पनि गर्छु। गाली फेरि किन गरे भन्दा तपाईँहरूको जिन्दगी बनोस् भनेर गाली गरे हो होइन। न त मलाई गाली त किन गर्नुपर्ने छ र, होइन र। ओके। ल, तिरासीमा अफिसरलाई अलिकति प्लान गरिरहेको छु, हेरौँ सोचेर अफिसर पनि गराउने प्लानमा चाहिँ छु है। ल, अफिसर गराएपछि अफिसर गराएपछि मैले चाहिँ तपाईँको यो दसैँ तिहार लगत्तै गर्ने कि अथवा यो भदौको लास्टतिरबाट गर्ने कि भन्ने हुन्छ। ओके, त्यो हिसाबले सोचिरहेको छु है। ल, यति भन्दै मैले आजको क्लास चाहिँ यहीँनिर इन्ड गरेँ साथीहरू है। बुटोल कहिलेसम्म हुनुहुन्छ, बुटोल त अब हेरौँ कहिलेसम्म हुन्छु थाहा छैन। जहिलेसम्म हुन्छ क्लास गराइदिइरहेको छु। ल, अब मैले त्यति कुरा भने, धेरै कुरा मैले बोलिनँ होइन। र बाँकी अब भोलि है, भोलि तपाईँ र समग्र केही छुटेको विषयहरू छन्, त्यो विषयहरूको बारेमा राखेर भोलि चाहिँ मैले तपाईँलाई क्वेसन एन्सर चाहिँ पठाइदिन्न, मैले यहाँ चाहिँ सिधै यहाँ गरिदिन्छु है। सर एक सेटको क्वेसन सोल्युसन राख्दैन। एक सेट किन, मैले 5 सेटको क्वेसन सोल्युसन राखिदिइसकेपछि त अनि फेरि के एक सेट चाहियो तपाईँलाई? पाँचै दिइसकेपछि एक सेट किन चाहियो फेरि, एक सेट किन चाहियो है। ल, त्यति कुरा भन्दै मैले आजको क्लास चाहिँ हिँडेर इन्ड गरेँ है त। हस्, थ्याङ्क यू साथीहरू, हस् ल, धन्यवाद। ल, भोलि लास्ट क्लास है। हस् ल, धन्यवाद ल।